दर्शन नमस्ते सबैजनामा देश तथा विदेशबाट छरेर हेरिराख्नु भएको मेरो च्यानलमा जोडिनु भएको सम्पूर्ण साथीभाइ इष्ट मित्रहरूलाई सबैलाई स्वागत छ। अनि दर्शन नमस्ते, म आरके फेरि पनि नयाँ भिडियोको साथमा नयाँ अपडेटको साथमा तपाईहरुको माझमा उपस्थिति जनाइसकेको छु भने आशा छ सबैजनाले भिडियो मन पराइदिनुहुन्छ भनेर। आजको दिनमा चाहिँ हामी बाराको निजगढमा आइसकेका छौं, जहाँनिर फास्ट ट्र्याकको एन्डिङ बिन्दु रहेको छ, जुन 70.977 किलोमिटर रहेको छ। हामी त्यो क्षेत्रबाट तपाईहरुलाई देखाइरहेको छौं, फेरि पनि नयाँ भिडियोको साथमा नयाँ अपडेटको साथमा तपाईहरुको माझमा उपस्थिति जनाइसकेका छौं। आजको दिनमा चाहिँ हामी बाराको निजगढबाट स्टार्ट गर्दै छौं। फास्ट ट्र्याकमा के कस्ता कामहरु चलिरहेका छन्, के कतिका कामहरु हुँदै छन् भनेर हामी त्यहाँको अपडेट दिनको लागि बाराको निजगढमा आइसकेका छौं। भने जुन यो क्षेत्र देखिराख्नु भएको छ, यो क्षेत्र चाहिँ फास्ट ट्र्याकको इन्टरचेन्ज बन्ने वाला क्षेत्र रहेको छ। अनि जुन यो हाइवे देखिराख्नु भएको छ, यो हाइवे चाहिँ पूर्व पश्चिम जाने राजमार्ग रहेको छ, अर्थात महेन्द्र राजमार्ग रहेको छ। तपाई यही बाटो हुँदै सिधा उता जानुभयो भने जनकपुरको मिर्चैयातिर पुग्न सक्नुहुन्छ। अनि यो हेर्न सक्नुहुन्छ, यतापट्टिबाट जानुभयो भने यतापट्टिबाट चाहिँ बिरगञ्ज हेटौडातिर पुग्न सक्नुहुन्छ। अनि त्यसपछि यहाँनिर एउटा इन्टरचेन्ज बन्ने छ भोलिका दिनमा। त्यो इन्टरचेन्जबाट गाडी यहाँबाट यसरी गएपछि यो फास्ट ट्र्याकमा प्रवेश गर्नेछ। अनि अलिकति अगाडि गइसकेपछि त्यहाँनिर चाहिँ टोल ट्याक्स निर्माण भइरहेको छ, अर्थात टोल प्लाजा निर्माण भइरहेको छ। त्यहाँनिरबाट जति पनि सवारी साधनहरू रहेका छन् त्यहाँनिर टोलमा रकम बुझाइसकेपछि त्यहाँबाट गाडीहरू प्रवेश गर्नेछन् काठमाडौँको लागि जाने भनेर। यही नै रहेको छ सबैभन्दा छोटो, सबैभन्दा द्रुत मार्गमा हिँड्ने बाटो फास्ट ट्र्याक, जुन काठमाडौँबाट आउँदाखेरि 5-6 घण्टा लाग्छ भने यो बाटो जाँदाखेरि भोलिका दिनमा बनिसकेपछि जम्मा 100 घण्टामा काठमाडौँ पुग्न सकिन्छ, काठमाडौँबाट यहाँ आउन सकिन्छ। यो रहेको छ फास्ट ट्र्याक। जुन यो दृश्य देखिराख्नु भएको छ, यो दृश्य चाहिँ फास्ट ट्र्याकको प्याकेज नम्बर 5 रहेको छ, जुन स्टार्टिङ बिन्दु त उता खोकनामा थियो भने अहिले त्यो खोकनाको पनि कामहरू रोकिएका छन्। अहिले हालको लागि चाहिँ हामी इन्डिङ बिन्दुमा आएको छौं। इन्डिङ बिन्दु बाराको निजगढ रहेको छ। भने जुन यो बाराको निजगढ इन्डिङ बिन्दु रहेको छ त्यहाँनिर चाहिँ फास्ट ट्र्याकको प्याकेज नम्बर 5 रहेको छ, जहाँनिर दुईटा चाइनिज कम्पनीले काम गरिराख्नु भएको छ। भने कम्पनीको नाम चाहिँ CAMCE एन्ड SDLQ JB रहेका छन्। दुईटा कम्पनी रहेका छन्, यहाँनिर चाहिँ दुईटा कम्पनी मिलेर काम गरिराख्नु भएको छ। अब हामी तपाईहरुलाई यहाँ भित्र लिएर जाँदैछौं। यहाँ भित्र चाहिँ टोल प्लाजाको निर्माण पनि भइरहेको छ, हामी त्यो दृश्य पनि देखाउने छौं। अनि सँगसँगै जुन यो प्याकेज नम्बर 5 रहेको छ, प्याकेज नम्बर 5 मा के कस्ता कामहरु चलिरहेका छन्, के कतिका मात्रामा प्रगतिहरू भइसकेका छन्, हामी त्यसको सम्पूर्ण दृश्यहरू देखाउने छौं। भिडियोलाई चाहिँ अन्तिम समय हेरेर साथ दिनु होला। अनि सँगसँगै देश तथा विदेशबाट छरेर हेरिराख्नु भएको मेरो च्यानलमा जोडिनु भएको सम्पूर्ण साथीभाइ इष्ट मित्रहरू चाहिँ यसो लाइक एन्ड कमेन्ट गरिदिनु होला। नयाँ साथी हुनुहुन्छ च्यानल सब्स्क्राइब गरिदिनु होला। हामी बिस्तारै तपाईहरुलाई यहाँ भित्र लिएर जाँदैछौं। भिडियोलाई चाहिँ स्किप नगरिकन अन्तिम समय हेर्दिनु होला। काठमाडौँबाट तराई पुग्न अब घण्टौं होइन, मिनेटले इतिहास बदलिन्छ। डाँडा काटियो, पहाड चिरेर सुरुङ बन्यो, आकाश छुने पुलहरू ठडिए। यो कुनै सपना होइन, नेपालको सबैभन्दा ठूलो इन्जिनियरिङ चमत्कार काठमाडौँ तराई फास्ट ट्र्याक। कहाँनिर बनिरहेका छन् 89 वटा पुल, कुन पहाड भित्र लुकेका छन् 7 वटा सुरुङ, कसरी बदलिँदैछ नेपालको भविष्य, आज हामी तपाईलाई देखाउँदै छौं। भित्रसम्म हल्लाइदिने यथार्थ पूरा जानकारी प्रमाण सहित भिडियो अन्त्यसम्म हेर्नु होला। हामी तपाईहरुलाई त्यहाँका दृश्यदेखि लिएर त्यहाँका सम्पूर्ण जानकारीहरू दिनेछौं। सँगसँगै देश तथा विदेशबाट छरेर हेरिराख्नु भएको मेरो च्यानलमा जोडिनु भएको सम्पूर्ण साथीभाइ इष्ट मित्रहरू जसले मलाई सब्स्क्राइब गर्नु भएको छैन, सम्पूर्ण साथीभाइ इष्ट मित्रहरूले चाहिँ यो च्यानललाई सब्स्क्राइब गरिदिनु होला। अनि सँगसँगै लाइक एन्ड कमेन्ट पनि गरिदिनु होला। हाम्रो के कस्तो लाग्छ भिडियो कमेन्ट मार्फत बताइदिनु होला। अनि सक्दो भिडियोलाई शेयर गरिदिनु होला। परियोजना काठमाडौँ तराई मधेस द्रुत मार्ग फास्ट ट्र्याक, कुल लम्बाइ 70.977 किलोमिटर, लगभग 71 किलोमिटर। सुरुवाती बिन्दु खोकना, तर अब फर्सीडोल बन्ने भएको छ। अनि यसको अन्तिम बिन्दु निजगढ 12 रहेको छ, जुन
पूर्व पश्चिम मार्ग अर्थात् महेन्द्र राजमार्गमा बन्दैछ। यो फास्ट ट्र्याकको निर्माण जिम्मेवारी नेपाली सेनालाई छ। यसमा कुल अनुमानित लागत 211 देखि लिएर 213 अर्ब रहेको छ। अब यो कहिलेसम्म बन्ने? नेपाली सेनाद्वारा निर्माण लक्ष्य समय 2083 अप्रिल 2027 सम्म सम्पन्न गर्ने भनेर भनिएको छ। कति काम सकियो त? फास्ट ट्र्याकको भौतिक प्रगति लगभग 45% सम्म सम्पन्न भएको छ भने वित्तीय प्रगति लगभग 45% खर्च भइसकेको छ। अब कुरा गरौँ फास्ट ट्र्याकमा कतिवटा पुल निर्माण भइरहेका छन् त? फास्ट ट्र्याकमा कुल 89 वटा पुल बन्दैछन्, जसको कुल पुलको लम्बाइ 12.885 किलोमिटर रहेको छ। अहिलेसम्म 89 वटा पुल मध्ये 13 वटा पुल सम्पन्न भइसकेका छन् भने 54 पुलको फाउन्डेसन तयार भइसकेका छन्। त्यसै गरी 34 वटा पुलको सुपर स्ट्रक्चर ब्रिज स्ट्रक्चर निर्माणाधीन रहेका छन् भने 4 वटा पुल ठेक्का कन्ट्राक्टर प्रक्रिया जग्गा विवादका कारण रोकिएका छन्। जुन खोकनाको एरिया रहेको छ त्यो खोकनामा चाहिँ जग्गा विवादका कारणले गर्दा त्यहाँनिर केही कामहरू चल्न सकेका छैन। त्यहाँका स्थानीयहरूले कामहरू पुरै ठप्प बनाइदिनु भएको छ, अर्थात् त्यहाँनिर चाहिँ ठेक्कापट्टा पनि लाग्न पाएको छैन, त्यहाँनिर कामहरू पनि चल्न पाएको छैन त्यहाँनिर चाहिँ जग्गा विवादका कारणले गर्दा। यो फास्ट ट्र्याकमा विशेष पुलहरू पनि रहेका छन्, जस्तै विशेष पुलहरू लेन डाँडा क्षेत्रमा 82 मिटर उचाइ र 335 मिटर लम्बाइको पुल बनिसक्यो, जुन यस परियोजनाको सबैभन्दा जटिल मानिएको थियो। त्यो पुल अहिले सम्पन्न भइसकेको छ, अर्थात् त्यहाँनिर जोइनिङ भइसकेको छ। त्यसै गरी सुरुङहरूको कुरा गरौँ हामी, सुरुङहरू पनि त्यहाँनिर लगभग 7 वटा बन्दैछन्, जुन जुम्ल्याहा सुरुङ रहेका छन्। ती सुरुङहरू कहाँ बन्दैछन् त? सुरुङहरू कुल 7 वटा जुम्ल्याहा सुरुङहरू रहेका छन्, जसको लम्बाइ 10.977 किलोमिटर रहेको छ। यसमा सबैभन्दा लामो सुरुङ मार्ग भनेको महादेव तार सुरुङ मार्ग रहेको छ, जसको लम्बाइ 3350 मिटर रहेको छ भने यो सुरुङमा 70% काम सम्पन्न भइसकेका छन्, खन्ने काम। त्यसै गरी सबैभन्दा छोटो सुरुङ सिसौतार सुरुङ मार्ग रहेको छ, जसको लम्बाइ 390 मिटर छ। 7 वटा सुरुङको नाम र कति छ लम्बाइ तिनका? महादेव तार सुरुङ 3350 मिटर, चन्द्रम सुरुङ 2250 मिटर, लेन डाँडा सुरुङ 1435 मिटर, धेद्रे सुरुङ 1690 मिटर, देवी चौर सुरुङ 1 किलोमिटर अर्थात् 1000 मिटर, मौरी सुरुङ 550 मिटर, सिसौतार सुरुङ 390 मिटर रहेका छन्। अब यिनीहरू कहाँ बन्दैछन्? मौरी सुरुङ निजगढ बारा, जुन मकवानपुर जिल्ला र बारा जिल्लाको बिचमा सिमाना रहेको छ, त्यो क्षेत्र मुहारी भन्ने क्षेत्र रहेको छ। त्यो क्षेत्रमा चाहिँ जुम्ल्याहा मौरी सुरुङ बन्दैछ। अनि सँगसँगै त्यसपछि यता आइसकेपछि लेन डाँडामा त्यहाँनिर 2टा जुम्ल्याहा सुरुङ बनेका छन्। त्यसपछि फेरि उतापट्टि गइसकेपछि घट्टेपाखाको ठ्याक्कै अगाडिपट्टि धेद्रे सुरुङ बनेको छ। अनि त्यो धेद्रेको ठ्याक्कै मुखै अगाडि चाहिँ महादेव तार सुरुङ निर्माणाधीन रहेको छ। त्यहाँनिर चाहिँ 70% भन्दा पनि बढी कामहरू भइसकेका छन् खन्ने। अहिले हालको लागि चाहिँ त्यहाँनिर खनजुटको कामहरू चलिरहेका छन्, जुन यो सुरुङ महादेव तार सुरुङ चाहिँ महादेव तार डाँडामा रहेको छ। अनि सँगसँगै त्यो डाँडाको तलपट्टि गइसकेपछि त्यहाँनिर चाहिँ चन्द्रम सुरुङ रहेको छ, त्यो पनि निर्माणाधीन रहेको छ। अनि त्यसपछि त्यो चन्द्रम सुरुङ भित्रबाट छिर्दै गयो भने इप्पा बेसी आइन्छ। इप्पा बेसीबाट फेरि उता गयो भने सिसौतार भन्ने क्षेत्र आउँछ। त्यो सिसौतारमा चाहिँ सबैभन्दा छोटो सुरुङ निर्माण भइरहेको छ, जसको नाम सिसौतार सुरुङ रहेको छ। अनि त्यो सिसौतार कट्ने बित्तिकै ठ्याक्कै त्यो सिसौतारको मुखैमा त्यहाँनिर चाहिँ देवी चौर सुरुङ मार्ग निर्माण भइरहेको छ। यो 7 वटा सुरुङ मार्ग चाहिँ निर्माणाधीन मध्ये चाहिँ 2टा ब्रेक थ्रु भइसकेका छन्। एउटा लेन डाँडा सुरुङ मार्ग, अर्को धेद्रे सुरुङ मार्ग, जहाँनिर पोली च्याङ्दाले काम गरिरहेको छ भने महादेव तारमा चाहिँ 70% भन्दा बढी कामहरू सिद्धिसकेका छन् भने अरू सुरुङमा चाहिँ त्यहाँनिर चाहिँ कामहरू भइरहेका छन्। भर्खर खनजुटको कार्यहरू अगाडि बढाइएका छन् भने महादेव तार सुरुङ चाहिँ यही वित्तीय वर्षमा ब्रेक थ्रु गर्ने भनेर लक्ष्य लिएको छ। अब कुरा गरौँ टोल प्लाजा र इन्टरचेन्ज अनि बनाइने मुख्य स्थानहरू। टोल प्लाजा र इन्टरचेन्ज 3 ठाउँमा बन्नेछ। एउटा खोकना भनिएको थियो, तर विवादका कारण त्यहाँबाट सरेर जानेछ फर्सी डोलमा।
अनि अर्को बुदुनीमा भनिएको छ। त्यसपछि तेस्रो टोल प्लाजा र इन्टरचेन्ज निजगढमा बन्नेछ। तीनटा मध्ये दुईटामा चाहिँ कामहरू हुँदैछन् भने सुरुवाती बिन्दुको जुन टोल प्लाजा रहेको छ, इन्टरचेन्ज रहेको छ, त्यहाँनिर चाहिँ ठेक्कापट्टा लाउन सकिएको छैन जग्गा विवादका कारणले गर्दाखेरि। अब कुरा गरौँ टोल प्लाजामा प्रवेश गरे बापत अर्थात् फास्ट ट्र्याकमा चले बापत कति शुल्क लाग्ने। टोल शुल्क प्रस्ताव अनुसार साधनको वर्ग अनुसार रु 400 देखि 2500 सम्मको बीचमा हुने अनुमान गरिएको छ, तर अन्तिम स्वीकृति पछि लागू हुनेछ। त्यसपछि अब फास्ट ट्र्याकमा ठेकेदारहरू को कता कता छन् त, अनि प्याकेजहरू कति छन्। यो परियोजनामा चाहिँ 13वटा प्याकेजहरू रहेका छन्। 13वटा प्याकेज मध्ये 12वटा प्याकेजहरूमा चाहिँ त्यहाँनिर कामहरू भइरहेका छन्, तर 13वटा प्याकेज मध्ये 11 नम्बरको प्याकेजमा चाहिँ कामहरू हुन सकेको छैन। अर्थात् त्यहाँनिर चाहिँ ठेक्कापट्टा लाउन पनि सकिएको छैन, त्यहाँनिर कामहरू पनि चलेका छैनन्। कारण त्यहाँनिर चाहिँ जग्गा विवादका कारणले गर्दाखेरि चाहिँ त्यहाँ कामहरू अगाडि बढाउन सकिएको छैन। यहाँनिर चाइनिज ठेकेदार र अन्य ठेकेदार कम्पनीहरू काम गर्दैछन्, जस्तै चाइना स्टेट कन्स्ट्रक्सन को लिमिटेड, पोलिच्याङ्दा इन्जिनियरिङ को लिमिटेडले कामहरू गरिराख्नु भएको छ। 13 प्याकेज मध्ये 12वटामा काम हुँदैछ। जस्तै प्याकेज नम्बर 1 मा चाइना स्टेट कन्स्ट्रक्सन को लिमिटेड चाइनिज कम्पनीले काम गर्दैछ। प्याकेज नम्बर 2 मा पोलिच्याङ्दा इन्जिनियरिङ को लिमिटेडले काम गर्दैछ। प्याकेज नम्बर 3 मा रोशन कुमार सिचुवान 3 कम्पनी मिलेर काम गर्दैछन् भने प्याकेज नम्बर 4 मा जुन प्याकेज नम्बर 2 मा काम गरिरहेको छ पोलिच्याङ्दा इन्जिनियरिङ को लिमिटेडले काम गरिरहेको छ। त्यसै गरेर प्याकेज नम्बर 5 मा चाहिँ दुईटा कम्पनीले काम गरिराख्नु भएको छ, त्यो पनि चाइनिज कम्पनी हुनुहुन्छ, CMCE र SDLQ ले काम गरिराख्नु भएको छ। त्यसै गरी प्याकेज नम्बर 6 मा चाहिँ चाइना फर्स्ट हाइवे इन्जिनियरिङ को लिमिटेडले काम गरिराख्नु भएको छ, यो पनि चाइनिज कम्पनी नै रहेको छ। अनि त्यसै गरेर प्याकेज नम्बर 7 मा चाहिँ 3टा ठेकेदार कम्पनीले काम गरिराख्नु भएको छ, जसको नाम छिङरुन आशिष टुन्डी जेबी रहेको छ। यो 3टा कम्पनीले चाहिँ मिलेर काम गरिराख्नु भएको छ। अनि प्याकेज नम्बर 8A मा चाहिँ लङ जोइन भीमेश्वर जेबीले काम गरिराख्नु भएको छ, त्यहाँ पनि 2टा ठेकेदार कम्पनीले काम गरिराख्नु भएको छ। अनि सँगसँगै प्याकेज नम्बर 8A मा चाहिँ त्यहाँनिर इन्डियन ठेकेदार कम्पनीले टेन्डर हात पार्नु भएको थियो भने अहिले हालको लागि चाहिँ नेपाली कन्स्ट्रक्सन कम्पनीले काम गरिराख्नु भएको छ, जुन मोटी दाना रहेको छ। अनि प्याकेज नम्बर 9A र 9B मा चाहिँ 3टा ठेकेदार कम्पनीले मिलेर काम गरिराख्नु भएको छ, जुन सिचुवान, हनुमान अनि बानिया, यो 3टा कम्पनीले चाहिँ मिलेर काम गरिराख्नु भएको छ त्यो 2टा प्याकेजमा। त्यसपछि प्याकेज नम्बर 10 मा चाहिँ चाइनिज कम्पनी मिलेर काम गरिराख्नु भएको छ, त्यहाँनिर पनि 2टा कम्पनीले काम गरिराख्नु भएको छ, एउटा क्रेक, अर्को चाहिँ कबिक जोइन्ट भेन्चरले 2टा कम्पनी मिलेर काम गरिराख्नु भएको छ। भने प्याकेज नम्बर 11 मा चाहिँ त्यहाँनिर कामहरू हुन सकेको छैन, जग्गा विवादका कारणले गर्दा त्यहाँनिर चाहिँ ठेक्कापट्टा लाउन सकिएको छैन। अब चाहिँ जुन खोकना स्टार्टिङ बिन्दु भनेको थियो त्यो खोकनालाई सारेर फर्सी डोलमा लाने कुरा त्यहाँनिर भइसकेको छ। अब फर्सी डोलमा बन्ने भनेर भनिसकेको छ। त्यसपछि फास्ट ट्र्याकको प्रगति कति भएको छ त? भौतिक प्रगतितिर चाहिँ 45% सम्म सिद्धिसकेको छ भने आर्थिक प्रगतितिर पनि 45% जति खर्च भइसकेको छ। टनेल, पुल, सडकको धेरै काम चालित काम हुँदै बाँकी काम समयमै पूरा गर्नु चुनौतीपूर्ण, तर लक्ष्य चैत्र 2083 सम्म अप्रिलको 2027 राखिएको छ। अब प्रश्न के यो फास्ट ट्र्याक समयमा सिद्धिन्छ त? आउनुस् अब हामी भ्रमण गर्नेछौँ फास्ट ट्र्याकको सम्पूर्ण दृश्यहरू देखाउँदै त्यहाँका के छ, कस्तो छ, कुन तरिकाले बन्दैछ, त्यहाँका पुल, सुरुङ भो, अनि त्यसपछि त्यहाँनिर बाटोघाटो निर्माण भइरहेका छन् कि कुन तरिकाले बन्दैछ, कसरी बन्दैछ, हामी प्रत्यक्ष रूपमा तपाईहरुलाई त्यहाँका दृश्यहरू देखाउनेछौँ। भिडियोलाई चाहिँ अन्तिमसम्म हेरेर साथ दिनु होला, स्किप नगरिकन तपाईहरुलाई हामी फास्ट ट्र्याकको A to Z विवरणहरू दिनेछौँ। बस त्यहाँनिर फास्ट ट्र्याकको एक खण्डमा अर्थात् फास्ट ट्र्याकको प्याकेज नम्बर 9A र 9B को खण्डमा चाहिँ कामहरू चलेका छैनन्, त्यो क्षेत्रमा चाहिँ हामी सायद जाँदैनौँ होला, अरु क्षेत्रमा चाहिँ सबैतिर हामी देखाउनेछौँ। अब फास्ट ट्र्याकको प्याकेज नम्बर 9A र 9B मा पनि कामहरू त चलेछन्, तर अलिकति सुस्त गति छ भनेर सुनिएको छ। त्यही भएको कारणले गर्दा अरु ठाउँको दृश्य पनि देखाउनेछौँ अनि सम्भव भएसम्म त्यो एरिया पनि हामी जानेछौँ। आउनुस् अब हामी फास्ट ट्र्याक भित्र छिर्दै छौँ।
भिडियोलाई चाहिँ अन्तिमसम्म हेरेर साथ दिनु होला। अनि जुन यो एरिया देखिराख्नु भएको छ यो एरिया चाहिँ बारा निजगढको तामागढी एरिया रहेको छ। अहिले हामी बारा निजगढको तामागढी एरिया आएर देखाइरहेको छौँ। अब हामी यहाँबाट फास्ट ट्र्याक एरियामा जाँदैछौँ। फास्ट ट्र्याकका दृश्यहरू देखाउनेछौँ जहाँनिर फास्ट ट्र्याकको 13 प्याकेज मध्ये प्याकेज नम्बर 5 रहेको छ। त्यो क्षेत्रमा हामी जाँदैछौँ। त्यहाँ गएर हामी त्यहाँनिर के कस्ता कामहरू भइरहेका छन्, के बन्दैछन् त्यसको जानकारीहरू दिनेछौँ। अनि यो जुन हाइवे देखिराख्नु भएको छ यो चाहिँ पूर्व पश्चिम जाने हाइवे रहेको छ जुन महेन्द्र राजमार्ग रहेको छ। यहाँनिर हेर्न सक्नुहुन्छ लाखौँको सङ्ख्यामा गाडीहरू ओहोरदोहोर गर्ने गर्दछन् किनभने यो एउटा हाइवे रहेको छ। अनि जुन यो चोक देखिराख्नु भएको छ यो चोक चाहिँ तामागढी चोक रहेको छ। यतापट्टिबाट जानु भने जनकपुर मिर्चैया पुग्छ भने यतापट्टिबाट जानु भने बिरगञ्ज क्षेत्रतिर पुग्छ। अनि सँगसँगै यो यतापट्टिबाट जानु भने कोल्बी क्षेत्रतिर जान्छ। अब हामी बिस्तारै यता फास्ट ट्र्याकतिर जाँदैछौँ। जुन यो क्षेत्र देखिराख्नु भएको छ यो क्षेत्र चाहिँ फास्ट ट्र्याकको इन्डिङ बिन्दु रहेको छ 70.977 किलोमिटर। यो क्षेत्रमा चाहिँ इन्टरचेन्ज र बस पार्क बन्नेवाला छ। यो चाहिँ हामी अहिले हिँडिरहेको महेन्द्र राजमार्ग रहेको छ भने यतापट्टि चाहिँ पुरै बस पार्क बन्नेवाला छ फास्ट ट्र्याकको। तपाईँहरू हेर्न सक्नुहुन्छ यो क्षेत्र यो चाहिँ पर्सा राष्ट्रिय निकुञ्ज रहेको छ। त्यसपछि यहाँनिर हेर्न सक्नुहुन्छ यो चाहिँ बारा निजगढको टोल प्लाजा रहेको छ। यहाँनिर चाहिँ टोल प्लाजा राखिएको छ, बनाइँदैछ, निर्माणधीन रहेको छ भने बिल्डिङ अलरेडी उठिसकेको छ भने यहाँनिर टोल प्लाजाको लागि भनेर रडहरू हाल्ने काम भइरहेको छ पिलर उठाउनको लागि यो क्षेत्रमा। तपाईँहरू देख्न सक्नुहुन्छ यसरी कामहरू अगाडि बढेका छन्। बिस्तारै हामी अगाडिपट्टि जाने। अहिले हामी फास्ट ट्र्याकको प्याकेज नम्बर 5 मा तपाईँहरूलाई देखाइरहेको छौँ। यो चाहिँ फास्ट ट्र्याकको 5 नम्बर रहेको छ जुन निजगढ बारा क्षेत्रमा रहेको छ। तपाईँहरू हेर्न सक्नुहुन्छ यहाँनिर पुल बनाइएको छ, निकै ठुलो रहेको छ भने यसको माथिपट्टि चाहिँ मेन रोड रहेको छ। यो चाहिँ तलपट्टि सर्भिस लेन रहेको छ। अझै कामहरू चलिरहेका छन्। माथिल्लो साइडमा चाहिँ बेसहरू मिलाउने काम लगायतका विभिन्न किसिमका कामहरू चलिरहेका छन्। यो दृश्यहरू हेर्न सक्नुहुन्छ। यो क्षेत्रमा चाहिँ दुईटा ठेकेदार कम्पनी चाइनिज कम्पनीले काम गरिराख्नु भएको छ भने अहिले हालको लागि चाहिँ यहाँनिर हेर्न सक्नुहुन्छ जीबीसी अनि सीटीबी गरिसकेको अवस्था रहेको छ। अब यहाँ माथि चाहिँ कालो पत्र गर्नको लागि बाँकी रहेको छ। यो पुरै धुलो उडाएर त्यहाँनिर चाहिँ कालो पत्र गर्नको लागि चाहिँ रेडी गरिँदैछ। अनि यो सबै हेर्न सक्नुहुन्छ यसको दायाँ बायाँ ब्लकहरू लगाइएका छन्। निकै नै सुन्दर र निकै नै राम्रो बन्दैछ यो रोड। अब भोलिका दिनहरूमा कालोपत्रे भइसकेपछि झन् कति राम्रो देख्ने होला। त्यसपछि फेरि अझै रङरोगन गरिसकेपछि त अझै कति राम्रो देख्ने होला भन्ने कुरा रहेको छ। सिधा हेर्दाखेरि चाहिँ कहाँ हो देखिन्छ कि यो रोड सिधा रोड छ। अनि यहाँबाट हामी जाने क्रममा तपाईँलाई देखाइरहेको छौँ भने यो चाहिँ पर्सा राष्ट्रिय निकुञ्जभित्र पर्छ। यहाँ यो क्षेत्रमा चाहिँ हात्ती बाघहरू पनि फेला पर्छन्, अरू अन्य जनावरहरू पनि फेला पर्छन् है। अलिकता टेक केयर भएर चलाउनु पर्ने हुन्छ यो क्षेत्रमा। अहिले हालको लागि चाहिँ मान्छे अलिकता बेसी ओहोरदोहोर गर्छन्, त्यही भएको कारणले गर्दा यो बाटो हिँड्नको लागि चाहिँ सुरक्षित नै रहेको छ। केही समय अगाडि यहाँनिर पनि बाघ देखा पर्यो भनेर पनि हामीले सुन्नमा पाएको थियौँ भने अहिले हालको लागि चाहिँ यो हेर्न सक्नुहुन्छ यस्तो किसिमले बाटोघाटो बनाइएको छ। अलिकता अगाडिपट्टि त झन् त्यहाँनिर कालोपत्रे पनि गरिएको छ जुन 100 मिटर 100-150 मिटर कालोपत्रे गरिएको छ। सबै दृश्यहरू हेर्न सक्नुहुन्छ। अनि यो हेर्न सक्नुहुन्छ यही नै रहेको छ कालोपत्रे गरेको। यो चाहिँ लगभग 100 मिटर जति कालोपत्रे गरिएको छ। यो पनि यो क्षेत्रमा डेमो नै गरिएको हो भने बाँकी भागमा चाहिँ जीसीबी गरिएको छ। जीबीसीमा पाउँला जीबीसी गरिएको छ। त्यहाँनिर जीबीसी गरिसकेपछि त्यहाँ माथि चाहिँ कालोपत्रे आउनेछ जुन फर्स्ट लेयरको हुन्छ। त्यो फर्स्ट लेयर कालोपत्रे गरिसकेपछि बल्ल सेकेन्ड थर्ड फोर्थ लेयरको कालोपत्रे आउनेछ। अझै थुप्रै कामहरू बाँकी रहेका छन्। तर के छ भने मेन जुन काम गर्नुपर्ने काम थियो त्यो काम चाहिँ लगभग सिद्धिसकेको छ। त्यहाँनिर पुल उठाउनु पर्ने थियो, पुल निर्माण गर्नुपर्ने थियो, अनि सँगसँगै त्यसको लेभलहरू मिलाउनु पर्ने थियो। त्यो सम्पूर्ण कामहरू गरिसकेको अवस्था रहेको छ। अनि सँगसँगै यसको दायाँ बायाँ यसरी वालहरू लगाइएका छन्, अर्थात् त्यहाँनिर ब्लकहरू उठाइएका छन् अनि ड्रेनेजको लागि बिचबाट बनाइएको छ। यो
त्यसपछि यो एरियामा हेर्न सक्नुहुन्छ यो एरियामा चाहिँ बकैया खोलामा यसरी पुल निर्माण भइरहेको छ कुनै समय अगाडि हामी यो क्षेत्रमा आउँदाखेरि यो पुलमा भर्खर गदर हाल्नको लागि रेडी गरिदिएको थियो भने आज आइपुग्दाखेरि गडर पनि हालेर पनि त्यहाँनिर स्प्यान पनि ढलान भइसकेका छन् अब त्यहाँनिर चाहिँ त्यसको दायाँ बायाँ जुन वालहरू उठाउनु पर्ने हुन्छ अनि सँगसँगै त्यहाँनिर चाहिँ कुनै कुनै ठाउँमा अझै स्प्यानहरू ढलान गर्नुपर्ने कार्यहरू रहेका छन् त्यो यहाँनिर भइरहेका छन् यहाँनिर हेर्न सक्नुहुन्छ वर्करहरू टन्नै खटाइएका छन् यसरी कामहरू अगाडि बढाइएको छ बकैया खोलामा निर्माण भइरहेको यो पुल रहेको छ अहिले हामी प्याकेज नम्बर 5 बाट प्याकेज नम्बर 4 मा प्रवेश गरिरहेको छौं जहाँनिर पोली च्याङदाले काम गरिरहेको छ चाइनिज कम्पनी यो प्याकेज नम्बर 4 मा चाहिँ यस्तो खालको पुलहरू निर्माण भइरहेका छन् कि हामी हेर्दाखेरि पनि चकित पर्ने खालको पुलहरू निर्माण भइरहेका छन् त्यहाँनिर चाहिँ कुनै ठाउँमा आइकोनिक पुल बन्दैछ भने कुनै ठाउँमा सिग्नेचर ब्रिज बन्दैछ भने कुनै ठाउँमा 4 लेनको ब्रिज बन्दैछ त्यसरी पुलहरू निर्माण गरिदैछ हामी त्यसको दृश्यहरू पनि देखाउनेछौं त्यहाँका दृश्यहरू पनि अवलोकन गराउनेछौं यहाँ सम्पूर्ण जानकारी दिनेछौं भेटलाई चाहिँ अन्तिम समय हेरेर साथ दिनु होला अनि सँगसँगै देश तथा विदेशबाट छरेर हेरिराख्नु भएको मेरो च्यानलमा जोडिनु भएको सम्पूर्ण साथीभाइ इष्टमित्रहरूले चाहिँ यसो लाइक एन्ड कमेन्ट पनि गरिदिनु होला अनि कोले कहाँबाट हेरिराख्नु भएको छ यसो कमेन्ट गरेर च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला भिडियोलाई चाहिँ नछुटाइकन हेरिदिनु होला अब बिस्तारै हामी अगाडिपट्टि बढ्दैछौं अगाडिपट्टिका दृश्यहरू पनि देखाउनेछौं अगाडिपट्टि चाहिँ माउरी सुरुङ रहेको छ जुन मोहरी क्षेत्र रहेको छ हुन त यो पनि मोहरी क्षेत्र नै हो यो क्षेत्रमा चाहिँ माथिबाट यसरी पहाड कटान गरेर स्टेबलाइजर वालहरू लाउने कामहरू चलिरहेका छन् अहिले हालको लागि चाहिँ सोइल नेलिङ को काम गरिएको छ अनि सँगसँगै यहाँ यतापट्टि चाहिँ अहिले ड्रेनेजको कामहरू भइरहेका छन् त्यहाँनिर चाहिँ ड्रेनेजको लागि नाली अथवा कुलोहरू निर्माण गर्ने कार्यहरू चलिरहेका छन् तपाईहरु हेर्न सक्नुहुन्छ यसरी काटिदैछ पहाडलाई काटेर त्यहाँनिर चाहिँ सोइल नेलिङ गरेर स्टेबलाइजर वाल लाएर यसरी निर्माण गरिदैछ भने अहिले हामी मकवानपुर जिल्ला र बारा जिल्लाको सीमाना क्षेत्रमा आइसकेका छौं यहाँनिर चाहिँ एउटा माउरी सुरुङ निर्माण भइरहेको छ जुम्ल्या जसको डिस्टेन्स रहेको छ 550 मिटर जति रहेको छ तपाईहरु हेर्न सक्नुहुन्छ यहाँनिर एउटामा चाहिँ अहिले त्यहाँनिर यसरी खनिदैछ भने अर्को पनि अझै आउने छ अब त्यो चाहिँ केही समयपछि हुनेवाला छ यही नै रहेको छ माउरी सुरुङ जुन बारा र मकवानपुर जिल्लाको सिमानामा पर्छ पनि मकवानपुर जिल्ला बकैया गाउँपालिका रहेको छ भने यता बाराको निजगढ नगरपालिका रहेको छ यहाँनिर देख्न सकिन्छ यो चाहिँ मोहरी भन्ने खाल्डो रहेछ खरे खोला रहेको छ अब बिस्तारै हामी अगाडिपट्टि बढ्दैछौं अगाडिपट्टिका दृश्यहरू पनि देखाउनेछौं त्यहाँका दृश्यहरू के छ कस्तो छ त्यो सम्पूर्ण जानकारी दिनेछौं अब हामी बकैया खोलाको किनारै किनार दिलै दिल कहिले बकैयालाई वारी पारी जाने कहिले वारी गर्ने गरेर वारपार गर्दै गर्दै हामी अगाडि बढ्नेछौं भने बकैया खोलामा जुन पुलहरू निर्माण भइरहेका छन् त्यो पुलहरू सम्पूर्ण दृश्यहरू देखाउँदै तपाईहरुलाई हामी अगाडि बढाउनेछौं यो क्षेत्रमा हेर्न सक्नुहुन्छ यो चाहिँ सर्भिस लेन नै रहेको छ फास्ट ट्र्याकको पहिला पनि यो पुरानो बाटो त पुरानै बाटो हो तर यो एउटा फास्ट ट्र्याकको सर्भिस लेनको रूपमा पनि लिन सकिन्छ किनभने यही बाटो हुँदै जुन फास्ट ट्र्याकमा कामहरू चलिरहेका छन् त्यो सामानहरू ओसार पसार गरिन्छ यो दृश्यहरू हेर्न सक्नुहुन्छ यस्तो किसिमको रहेको छ अब बिस्तारै हामी बकैया खोलामा जाँदैछौं त्यहाँ बकैया खोलामा चाहिँ बनिरहेको पुल हामी हेर्नेछौं जुन 9 नम्बर पुल रहेको छ पोली च्याङदाले बनाइरहेको प्याकेज नम्बर 4 को त्यहाँनिर हेर्न सकिन्छ अलिअलि पुलको दृश्यहरू हामी अवलोकन गर्न सक्छौं यहीबाट यो हेर्न सक्नुहुन्छ यहाँबाट सिधै जानेछ बाटो जुन यो पुलको क्रेनहरू उभिरहेका छन् त्यो सिधै गइयो भने उता अँधेरी तिरतिरी भन्ने क्षेत्रमा हामी पुग्न सक्छौं यो हेर्न सक्नुहुन्छ यहाँनिर पनि दुईटा पुल निर्माण हुँदैछन् दुई लेनको जुम्ल्या पुल भनिन्छ यसलाई चाहिँ जुन माउरी सुरुङको ठ्याक्कै अगाडिपट्टि रहेको छ यो अनि तलपट्टि हेर्न सक्नुहुन्छ तलपट्टि बकैया खोला अब बिस्तारै हामी अगाडिपट्टि बढ्दैछौं अगाडिपट्टिका दृश्यहरू पनि देखाउनेछौं के छ कस्तो छ यहाँ चाहिँ सम्पूर्ण दृश्यहरू हेर्न सकिन्छ यस्तो किसिमले कामहरू गरिदैछ कुनै समय अगाडि आउँदाखेरि चाहिँ यहाँनिर भर्खर मात्रै पाइलिङहरू गाडिदै थियो भने आज आइपुग्दाखेरि चाहिँ पिलर पनि त्यहाँ माथिसम्म उठाइसकेको अवस्था रहेको छ काम चाहिँ एकदम छिटो छरितो गरिएको छ
हुन पनि हो अब नेपाली सेनाद्वारा भनिएको जुन मिति थियो त्यो मिति चाहिँ नजिक नजिक आउँदैछ। अब धेरै छैन, 13-14 महिना मात्रै बाँकी रहेको छ। त्यो 13-14 महिनाभित्रमा चाहिँ काम सम्पन्न गरिसक्नुपर्छ भनेर नेपाली सेनाद्वारा भनिएको छ। यहाँनिर हेर्न सक्नुहुन्छ यसरी कामहरू भइरहेका छन्। अनि यतापट्टि जुन यो ब्रिज देखिराख्नु भएको छ, यो ब्रिज चाहिँ वाइडमा सबैभन्दा ठुलो ब्रिज रहेको छ। यो चाहिँ 4 लेनको एउटै पुल बनिरहेको छ। यहाँनिर चाहिँ आउन जानलाई छुट्टा छुट्टै पुल बनेको छैन। यहाँनिर चाहिँ 4 लेनको एउटै पुल रहेको छ। निकै नै ठुलो रहेको छ यो पुल चाहिँ। यहाँनिर हेर्न सक्नुहुन्छ यहाँ माथि अग्लोमा बाएर गगनचुम्बी पिलरहरू माथि यसरी पुलहरू निर्माण गरिँदैछ यो क्षेत्र। अब हामी जसपाल एरियामा आइसकेका छौँ। यो जसपाल एरियामा चाहिँ 2 लेन गरेर 2टा पुल निर्माण गरिएको छ, जुन पुल निकै नै सुन्दर रहेको छ। यो पुल चाहिँ कर्भ ब्रिज बनेको छ, अर्थात् यो अलिकता घुमौरो बनेको छ। त्यही भएको कारणले गर्दा यो पुलको नामै कर्भ भनेर हामी चिन्छौँ। यसरी कामहरू अगाडि बढाइएको छ। एउटा पुल चाहिँ अलरेडी बिचमा जोइनिङ भइसकेको छ भने अर्को पुल चाहिँ जोइनिङ गर्नको लागि त्यहाँनिर कामहरू गरिँदैछ। अनि त्यसको दायाँ बायाँ चाहिँ गर्डर हालेर स्प्यानमा ढलान गरिनेछ। त्यो तरिकाले यो पुल निर्माण गरिँदैछ। यहाँनिर हेर्न सकिन्छ यसरी बनिरहेको छ यो कर्भ ब्रिज, निकै नै सुन्दर। त्यसै गरी हामी अलिकता अगाडि बढ्दैछौँ। यो चाहिँ जसपाल एरिया नै रहेको छ यो पनि, तर जसपाल एरिया भन्दा अलिकता अगाडिपट्टिको भाग रहेको छ। यो अगाडिपट्टिको भागमा चाहिँ यसरी पुल निर्माण भइरहेको छ। एउटा पुल जोइनिङ भइसकेको छ भने अर्को पुल चाहिँ जोइनिङ हुनको लागि अलिकता बाँकी रहेको छ। त्यहाँनिर पनि कामहरू अगाडि बढाइएको छ। यो पुल हेर्दै हामी अँधेरी तिरतिरेतिर बढ्नेछौँ। अँधेरी तिरतिरेमा जुन आइकोनिक पुलहरू बनिरहेका छन्, सिग्नेचर ब्रिजहरू बनिरहेका छन्, त्यो पनि हामी हेर्नेछौँ। यहाँनिर हेर्न सकिन्छ निकै नै तीव्र गतिमा कामहरू अगाडि बढाइएका छन्। यो चाहिँ बकैया खोलामाथि निकै नै अग्लो पिलरहरूमाथि चाहिँ यसरी ब्रिज उठाइएको छ। अब हामी माथि डाँडामा चढ्नेछौँ। माथि डाँडाबाट पनि देखाउनेछौँ के कस्ता दृश्यहरू रहेका छन्। त्यहाँनिर जुन फास्ट ट्र्याक निर्माण गरिँदैछ, माथि डाँडा काटेर त्यो त्यहाँको अवस्था के छ कस्तो छ त्यो पनि हामी देखाउनेछौँ। भेटलाई चाहिँ अन्तिम समय हेरेर साथ दिनुहोला। यो जुन तरिकाले ब्रिजहरू बनाइँदैछ त्यो तरिकाले हेर्दाखेरि चाहिँ हामी बाहिरै विदेशमा हिँडिरहेको छौँ जस्तो पनि लाग्छ। किनभने यो खालको ब्रिज पहिलोचोटि नेपालमा बनिरहेका छन्। यहाँनिर चाहिँ पोली च्याङ्दाले बनाइरहेको छ यो प्याकेज नम्बर 4 मा। भने यतापट्टि हेर्न सक्नुहुन्छ हामी डाँडामाथिबाट तपाईँलाई देखिरहेको छौँ। यतापट्टि चाहिँ अँधेरी तिरतिरे भन्ने क्षेत्र रहेको छ। यो अँधेरी तिरतिरेमा चाहिँ यहाँनिर आइकोनिक पुलहरू बनिरहेका छन्। तपाईँहरू हेर्न सक्नुहुन्छ यति ठुल्ठुला रहेका छन्, यति धेरै त्यहाँनिर कामहरू चलिरहेका छन्। तपाईँहरू आफै पनि अनुमान लगाउन सक्नुहुन्छ। यो यहाँनिर हेर्न सक्नुहुन्छ क्रेन उभ्याइएका छन्। यहाँबाट सिधै उता पारिपट्टि जानेछ। यहाँनिर चाहिँ यो जुन बकैया खोला रहेको छ, यो बकैया खोला चाहिँ एकदम घुमौरो तरिकाले गएको छ। त्यो बकैया खोलामा मात्रै सिधा पुल लगभग 5-6वटा भन्दा पनि बेसी पुल निर्माण गरिएका छन्। त्यहाँनिर चाहिँ लगभग 7वटा जति पुल यही बकैया खोलामा बनाइएको छ। यो हेर्न सक्नुहुन्छ यसरी कामहरू अगाडि बढाइएका छन्। त्यहाँनिर क्रेन उभ्याइएका छन्। अनि सँगसँगै यो पुल माथि हेर्न सक्नुहुन्छ यसरी सामानहरू फर्महरू ठोकिएका छन् ढलानको लागि भनेर। हामी बिस्तारै तलपट्टि जानेछौँ। तलपट्टि गएर पनि तपाईँहरूलाई देखाउनेछौँ के छ कस्तो छ। अनि पारिपट्टिको जुन आइकोनिक ब्रिज रहेको छ त्यो पनि हामी देखाउनेछौँ। भेटलाई चाहिँ अन्तिम समय र साथ दिनु होला। अहिले हामी डाँडाबाट तपाईँलाई देखाइरहेको छौँ। अब हामी बिस्तारै अगाडितिर बढ्नेछौँ। हुन त यो जुन प्याकेज नम्बर 4 रहेको छ, प्याकेज नम्बर 4 मा चाहिँ पोली च्याङ्दाले काम गरिरहेको छ भने यो ठेकेदार कम्पनीले 10वटा पुल निर्माण गरिरहेको छ यो क्षेत्रमा। यो बकैया खोलामा 7वटा पुल रहेका छन् भने 3टा पुल चाहिँ उता अँधेरी क्षेत्रमा बनाइरहेको छ। अलरेडी एउटा पुल चाहिँ त्यहाँनिर निर्माण सम्पन्न भइसकेको छ भने उता अगाडिपट्टि एउटामा स्ल्याबमा ढलान भइसकेको छ भने अर्कोमा चाहिँ स्ल्याबमा ढलान गर्नको लागि रेडी अवस्थामा राखिएको छ।
हामी त्यतापट्टिको एरियाहरू पनि देखाउने छौं। अनि यो हेर्न सक्नुहुन्छ, यो चाहिँ अँधेरी तिरतिरे क्षेत्रमा आइकोनिक पुल जुन रहेको छ त्यो आइकोनिक पुल रहेको छ। यसरी निर्माण हुँदैछ। यहाँनिर निकै ठुलो रहेको छ यो ब्रिज। भोलिको दिनमा चाहिँ यहाँनिर सबै जे जति चाहिन्छ आइकोनिक पुलमा हाल्नुपर्ने हुन्छ त्यो सबै हालिसकेपछि निकै नै सुन्दर र निकै नै राम्रो देखिनेछ। यो पुलको अवस्था हेर्न सक्नुहुन्छ। अहिले हालको लागि चाहिँ एउटा जोडिन लागिसकेको छ भने एउटा चाहिँ भर्खर सुरुवात गरिँदैछ। अर्थात् त्यहाँनिर चाहिँ माथि पिलरमाथि फाउन्डेसन बनाउने काम चलिरहेको छ। पुरै यो फर्माहरू ठोकिएको छ। यो फर्मा ठोकेर त्यहाँनिर चाहिँ ढलान गर्नुपर्ने कार्यहरू कति छन् के छन् त्यो ढलान गर्ने कार्यहरू चलिरहन्छ यहाँनिर चाहिँ। अब बिस्तारै बिस्तारै हामी अगाडिपट्टि बढ्नेछौँ। अनि जुन यो पुल देखिराख्नु भएको छ यो पुल चाहिँ खरे खोलामा बनिरहेको छ। यहाँनिर चाहिँ स्प्यान भन्दा पनि गदरहरू राख्नको लागि तयारी अवस्थामा राखिएको छ। बस यहाँनिर चाहिँ गदरहरू ड्याङ राखिएर त्यहाँनिर चाहिँ स्प्यानहरूमा ढलान गर्नलाई मात्रै बाँकी छाडिएका छन् भने बाँकी भएको सबै कामहरू सिद्धिसकेका छन्। फाउन्डेसनदेखि लिएर सबै सिद्धाइसकेको अवस्था रहेको छ भने यहाँनिर गडरहरू हेर्न सक्नुहुन्छ यो तरिकाले बनाएर राखिएका छन्। गडरहरू पनि प्रायः सबै बनेर पनि रेडी भएर बसिरहेका छन् भने कतिपय गडरहरू अझै बन्दैछन्। अझै हामी अगाडिपट्टि बढ्नेछौँ। अनि यो पुल देख्न सक्नुहुन्छ। यो पुल चाहिँ अलरेडी स्प्यानमा ढलान गरेर पनि सम्पन्न भइसकेको छ। अब यसको दायाँ बायाँ चाहिँ यहाँनिर वालहरू उठाउनु पर्ने हुन्छ। त्यो वालहरू उठाउनु पर्ने कामहरू चाहिँ अगाडि बढाइएको छ। अहिले हालको लागि चाहिँ यो पुरै स्प्यान ढलान भइसकेको छ। यो पनि सानो खरे खोलामा यसरी पुल निर्माण गरिएको छ। यहाँनिर देख्न सकिन्छ यो तरिकाले कामहरू अगाडि बढाइएको छ। अहिले हामी अँधेरी क्षेत्रमा छौँ। सही हो। अनि यतापट्टि यो पुल हेर्न सक्नुहुन्छ। यहाँनिर चाहिँ यसरी गडर राख्नको लागि हाइड्रोलिक मेसिन यसरी राखिएको छ। यसमा चाहिँ एउटामा अलरेडी स्प्यानमा ढलान भइसकेको छ भने अर्कोमा गडर हालिसकेको अवस्था रहेको छ भने अब स्प्यानमा ढलान गर्नको लागि तयारी अवस्थामा राखिएको छ। अब केही समयपछि त्यहाँ पनि ढलान हुनेछन्। यो पनि सानो एउटा खरे खोलामा निर्माण गरिएको छ। अनि सँगसँगै यो माटोहरू चाहिँ यहाँको क्षेत्रमा चाहिँ एकदम भुसभुसे माटो भएको कारणले गर्दा यसरी पुल निर्माण गरिएको छ। यहाँनिर चाहिँ निकै नै गहिरो गहिरो खनेर त्यहाँनिर चाहिँ पाइलिङहरू हालिएका छन्। यहाँनिर देख्न सकिन्छ। त्यसपछि हामी अहिले हर्दा खोलामा आइसकेका छौँ। यो हर्दा खोलामा चाहिँ निकै नै ठुलो ब्रिज बनिरहेको छ। अहिले हामी फास्ट ट्र्याकको प्याकेज नम्बर 3 मा आइसकेका छौँ, जहाँनिर रोशन कुमार सिसवान 3टा ठेकेदार कम्पनीले मिलेर काम गरिराख्नु भएको छ भने यसमा चाहिँ 14-15 वटा ब्रिजहरू बन्दैछन्। कतिपय ब्रिजहरू चाहिँ सम्पन्न भइसकेका छन् भने कतिपय ब्रिजहरू चाहिँ अझै निर्माणाधीन अवस्थामा रहेका छन्। जुन यहाँनिर देखिराख्नु भएको छ यहाँनिर चाहिँ माथि गडरहरू राख्नको लागि अहिले माथि फाउन्डेसन बनाउने कामहरू चलिरहेका छन्। अरू क्षेत्रमा चाहिँ अरू पुलहरूमा चाहिँ त्यहाँनिर चाहिँ स्प्यानहरूमा ढलान गरेर अर्को पुलमा पनि स्प्यान बनाउनको लागि त्यहाँनिर कामहरू गरिएका छन्। यहाँनिर देख्न सकिन्छ यो चाहिँ हर्दा खोला रहेको छ। हर्दा खोलामा जुन प्याकेज नम्बर 3 को 14 नम्बर ब्रिज रहेको छ देख्न सक्नुहुन्छ। 14 नम्बर ब्रिजमा चाहिँ यसरी कामहरू अगाडि बढाइएको छ। बिस्तारै बिस्तारै हामी अगाडि बढ्दैछौँ। अझै अगाडिपट्टिका दृश्यहरू पनि देखाउनेछौँ के छ कस्तो छ त्यहाँका दृश्यहरू अवलोकन गराउनेछौँ। भिडियोलाई चाहिँ अन्तिमसम्म हेरेर साथ दिनु होला। अलिकता भिडियो लामो हुनसक्छ होला किनभने हामी फास्ट ट्र्याकको A to Z दृश्यहरू देखाउँदै त्यहाँदेखि लिएर बारा निजगढदेखि लिएर तलसम्मै फास्ट ट्र्याकको स्टार्टिङ बिन्दुसम्मै देखाउनेछौँ। त्यही भएको कारणले गर्दा अलिकता भिडियो लामो हुनसक्छ होला। भिडियोलाई चाहिँ नछुटाइकन हेरिदिनु होला। अनि त्यसपछि यतापट्टिको हेर्न सक्नुहुन्छ। एउटामा चाहिँ अलरेडी स्प्यानमा ढलान भइसकेको छ भने यो पुल सङ्ख्या नम्बर 13 रहेको छ। पुल सङ्ख्या नम्बर 13 मा चाहिँ स्प्यान अलरेडी ढलान भइसकेको छ भने अर्को पुलमा त्यहाँनिर फर्माहरू ठोक्ने कामहरू चलिरहेका छन्।
यो चाहिँ सुक्खा खोला रहेको छ। त्यसपछि हामी धेरै परदेखि पार गरेर हामी अहिले राजदमार क्षेत्रमा आइसकेका छौँ, जहाँनिर फास्ट ट्र्याकको नमुना पिच गरिएको छ। यो जुन पिच देखिराख्नु भएको छ यो पिच चाहिँ लगभग 100 मिटर जति गरिएको छ। यो कालोपत्रेलाई चाहिँ डिबिएम भनिन्छ। पहिलोचोटि कालोपत्रे गर्दाखेरि जुन मोटो खालको अलिकता ठुल्ठुला चिप्सहरू हुन्छ त्यसलाई चाहिँ डिबिएम भनिन्छ। अनि त्यसमाथिबाट चाहिँ मसिनो मसिनो खालको कालोपत्रेहरू आउनेछन्, अझै 2-3 लेयरको कालोपत्रेहरू आउनेछन्। अहिले हालको लागि चाहिँ हामी राजदमारबाट तपाईँलाई देखाइरहेको छौँ, जुन मकवानपुर जिल्लाको बकैया गाउँपालिका वडा नम्बर 5 राजदमार भन्ने क्षेत्र रहेको छ। यो चाहिँ फास्ट ट्र्याकको यो क्षेत्रमा चाहिँ यसको सर्भिस लेनहरूमा अलरेडी कालोपत्रे गरिसकेको अवस्था थियो भने अहिले चाहिँ यहाँनिर फास्ट ट्र्याकको मेन रोडमा पनि यसरी कालोपत्रे गरिएको छ। तपाईहरु हेर्न सक्नुहुन्छ, निकै नै राम्रो र निकै सुन्दर देखिएको छ। भोलिको दिन पुरै कम्प्लिट कालोपत्रे गरियो भने झन् कतिको राम्रो देखिन्छ होला भन्ने कुरा रहेको छ। जुन यो स्ट्रेट बाटो रहेको छ, सिधा बाटो रहेको छ, आँखाले यसो हेर्दाखेरि पनि नभ्याउने खालको बाटोहरू रहेका छन्। निकै नै ठुलो बाटो रहेको छ, फराकिलो छ, किनभने यो चाहिँ लगभग 27 मिटरको फराकिलो बाटो रहेको छ। अनि यहाँनिर हेर्न सक्नुहुन्छ यो सम्पूर्ण दृश्यहरू यसरी यो ब्लकहरू हालेर यसरी कामहरू गरिएका छन्। यो यसै तरिकाले जताततै अहिले ब्लकहरू हाल्ने कामहरू चलिरहेका छन्। त्यो ब्लकहरू चारैतिर हालिसकेपछि चारैतिर कालोपत्रे आउनेछ। अहिले हालको लागि चाहिँ यसरी तयारी अवस्थामा राखिएको छ। त्यहाँ देखिराख्नु भएको छ। यतापट्टिको भागमा चाहिँ अझै बाँकी रहेको छ। यतापट्टि बेसहरू मिलाउनु पर्ने लगायतका विभिन्न किसिमको कामहरू बाँकी रहेका छन् भने यतापट्टि चाहिँ अलरेडी ढलान भन्दा पनि पिच भइसकेको अवस्था रहेको छ। जहाँनिर जीबीसी पहिला गरिएको थियो त्यसपछि त्यहाँनिर चाहिँ डिबिएम गरिएको छ। अहिले हामी तपाईलाई राजदमार क्षेत्रबाट देखाइरहेको छौँ। यही नै रहेको छ फास्ट ट्र्याकको नमुना पिच। निकै नै राम्रो र निकै नै सुन्दर देखिएको छ, तपाईहरु हेर्न सक्नुहुन्छ। अब हामी बिस्तारै अगाडिपट्टि बढ्नेछौँ। अगाडिपट्टि बढेर तपाईलाई अरू दृश्यहरू पनि देखाउनेछौँ। अहिले हालको लागि चाहिँ हामी प्याकेज नम्बर 3 मा तपाईलाई देखाइरहेका छौँ। 3 पछि हामी प्याकेज नम्बर 6 मा प्रवेश गर्नेछौँ। प्याकेज नम्बर 6 मा के छ कस्तो छ दृश्यहरू त्यो पनि हामी देखाउनेछौँ। भेटलाई चाहिँ अन्तिमसम्म हेरेर साथ दिनु होला। अब हामी फुर्के चौरबाट भित्र प्रवेश गर्दैछौँ प्याकेज नम्बर 6 मा, जहाँनिर चाइना फर्स्ट हाइवे इन्जिनियरिङ को लिमिटेडले काम गरिराखेको छ। यहाँनिर फास्ट ट्र्याकमा निकै नै तीव्र गतिमा कामहरू अगाडि बढाइएको छ। जुन क्षेत्र 9 किलोमिटर क्षेत्र रहेको छ त्यो 9 किलोमिटर क्षेत्रमा चाहिँ 18 वटा पुल निर्माण भइरहेका छन्। हामी त्यो क्षेत्रमा प्रवेश गर्दैछौँ। अहिले हामी हिँडिरहेको क्षेत्र भनेको यो चाहिँ फास्ट ट्र्याकको एउटा सर्भिस लेन रहेको छ, जुन नयाँ भर्खर मात्रै खोलियो भन्दा पनि फास्ट ट्र्याक सुरु गर्दाखेरि नै खोलिएको हो। तर यो चाहिँ एउटा सर्भिस लेनको रूपमा हामी युज गर्न सक्छौँ। जुन बाटो फुर्के चौरबाट सिधै फास्ट ट्र्याकभित्र जान्छ अनि फास्ट ट्र्याकबाट सिधै फुर्के चौर निस्किन मिल्छ। अनि जुन अगाडिपट्टि एरिया रहेको छ त्यो अगाडिपट्टिको एरिया चाहिँ चिलाउने घारी भन्ने क्षेत्र रहेको छ। हामी त्यतापट्टिको एरियामा जाँदैछौँ। के छ कस्तो छ त्यहाँका दृश्यहरू कुन तरिकाले बनाइँदैछ। जुन 9 किलोमिटर क्षेत्रमा 18 वटा पुल निर्माण गरिँदैछ। हामी त्यो क्षेत्रमा लिएर जाँदैछौँ। भेटलाई चाहिँ अन्तिमसम्म हेरेर साथ दिनु होला। अनि कोले कहाँबाट हेरिराख्नु भएको छ यसो लाइक एन्ड कमेन्ट गरेर सेयर पनि गरिदिनु होला भिडियो। अब हामी फास्ट ट्र्याकको जुन पुल देखिराख्नु भएको छ यो 8औं नम्बर पुल रहेको छ प्याकेज नम्बर 6 को। हामी यो 8औं नम्बर पुलबाट अगाडिपट्टि बढ्नेछौँ भने यतापट्टि जानुभयो भने त्यहाँनिर चाहिँ 9-10 नम्बर पुलहरू आउँछन्। हामी त्यतापट्टि जाँदैनौँ, हामी यतापट्टि जानेछौँ। यहाँनिर चाहिँ अहिले गडर बनाएर राखिएका छन्। जुन तरिकाले त्यहाँनिर फास्ट ट्र्याकको 9 किलोमिटरमा 18 वटा पुल निर्माण गरिरहेछ त्यहाँनिर चाहिँ पुरै पिलरहरू उठाएर फाउन्डेसन निकालेर त्यहाँनिर बनाएर पनि गडरहरू मात्रै राख्नको लागि त्यहाँनिर कामहरू बाँकी रहेका छन्। अनि त्यो गडरहरू यहाँनिर यसरी निर्माण सम्पन्न गरेर यहाँनिर राखिएका छन्। अब त्यो गडर लन्चिङको लागि यहाँनिर हाइड्रोलिक मेसिन पनि तयारी अवस्थामा राखिएको छ। अब केही समयपछि त्यहाँ माथि चाहिँ पुरै यो गडरहरू राखेर त्यहाँनिर स्ल्याबमा ढलान गरिनेछ। यो हेर्न सक्नुहुन्छ।
यस्तो रहेको छ यो गडर लन्चिङ मेसिन। यो चाहिँ हाइड्रोलिक मेसिन रहेको छ जुन मान्छेहरूले पनि काम गर्न के अरे बोक्न सक्दैन, त्यो काम चाहिँ यो हाइड्रोलिक मेसिनले काम गर्छ। यसले चाहिँ गडर लगेर यहाँ यो जुन पुलहरू रहेका छन् त्यो पुलहरूमा हाल्नेछ। यहाँनिर हेर्न सक्नुहुन्छ यो चाहिँ प्याकेज नम्बर 6 को 7औं नम्बर पुल रहेको छ जुन यो खोलामा बनिरहेको छ। अहिले हामी चिलाउने घारीबाट तपाईलाई देखाइरहेको छौं। यो क्षेत्र चाहिँ चिलाउने घारी रहेको छ। अब चिलाउने घारी किन नाम राखियो भन्दा पनि जंगल हो, जंगलमा चाहिँ चिलाउने बन्ने यो रुख बिरुवाहरू हुन सक्छ होला, त्यसको नामले गर्दाखेरि पनि यो चर्चित भएको होला यो ठाउँ। त्यो भएको कारणले गर्दा यो चाहिँ चिलाउने घारी भनेर नाम राखियो होला। अनि त्यसपछि यतापट्टि हेर्न सक्नुहुन्छ यो पहाडलाई काटेर यसरी बिचमा चाहिँ बाटो निर्माण गरिरहेछ। दुईतिर यसको दायाँ बायाँ स्लोप देख्न सक्नुहुन्छ। त्यहाँनिर स्लोप बनाएर रुख बिरुवा रोपेर अथवा त्यो रुख बिरुवा नरोपिकन नेल सोलिङ के अरे सोइल नेलिङ गरेर त्यहाँनिर चाहिँ स्टेबलाइजर वालहरू लाइने छ कि भन्ने कुरा रहेको छ भने अलिकति अगाडिपट्टि गइसकेपछि त्यहाँनिर चाहिँ यो प्याकेज नम्बर 6 को 6औं नम्बर पुल आउँछ। यहाँ पनि अब गदर लन्चिङको कामहरू मात्रै बाँकी रहेका छन्। त्यहाँनिर हेर्न सक्नुहुन्छ गडर हालेर अनि त्यसपछि स्प्यानमा ढलान गरेर मजाले पुल बनाउन सकिन्छ। यहाँनिर चाहिँ यो पनि फाउन्डेसन देख्न सक्नुहुन्छ। गडर राख्नको लागि फाउन्डेसन पुरै तयारी अवस्थामा रहेको छ। यसै गरेर प्याकेज नम्बर 6 को 5औं नम्बर पुल पनि हेर्न सक्नुहुन्छ। अनि 5औं नम्बर भयो, 4औं नम्बर भयो, अनि त्यसपछि 3रो नम्बर पुल पनि छ। त्यहाँ पनि अब छिट्टै नै गडरहरू राखिने छन्। हामी त्यतापट्टिको एरिया पनि देखाउनेछौँ। अनि यो हेर्न सक्नुहुन्छ यो भाग प्याकेज नम्बर 6 को 4औं नम्बर र 5औं नम्बर पुलको बिचमा रहेको छ। यो भाग चाहिँ जुन पहाडलाई काटेर यसरी त्यहाँनिर चाहिँ स्टेबलाइजर वालहरू लाउने कामहरू चलिरहेका छन्। अहिले हालको लागि चाहिँ पुरै त्यहाँनिर चाहिँ कपडा, तार, जाली अनि ठुल्ठुला खालका नट बोल्टहरू ठोकेर यसरी त्यहाँनिर चाहिँ माटो अड्काउने काम, पहिरो रोकथामको कार्यहरू गरिएको छ भने यो चाहिँ 4औं नम्बर पुल रहेको छ। प्याकेज नम्बर 6 को 4औं नम्बर पुल रहेको छ भने पारिपट्टि जुन देखिराख्नु भएको छ त्यो चाहिँ रानी सेरा एरिया रहेको छ। हामी त्यतापट्टिको भागमा पनि जानेछौँ जुन प्याकेज नम्बर 7 रहेको छ। अहिले हालको लागि चाहिँ हामी यो क्षेत्रमा तपाईहरुलाई देखाइरहेको छौं। यो क्षेत्रमा चाहिँ यो 4औं नम्बर पुल रहेको छ प्याकेज नम्बर 6 को। त्यसपछि हामी प्याकेज नम्बर 6 को तेस्रो नम्बर पुलमा आइसकेका छौं, जहाँनिर गडरहरू राख्नको लागि अलरेडी तयारी अवस्थामा राखिएको छ भने कुनै कुनै ठाउँमा चाहिँ अझै फाउन्डेसन उठाउने कामहरू बाँकी रहेका छन्। त्यहाँ पनि ढलान गर्नको लागि त्यहाँनिर कामहरू अगाडि बढाइएको छ। बाँकी भएको जुन क्षेत्र देखिराख्नु भएको छ यो क्षेत्रमा चाहिँ यसरी कामहरू गरिएको छ भने यो क्षेत्र चाहिँ बुदुनी क्षेत्र रहेको छ, जहाँनिर इन्टरचेन्ज र टोल प्लाजा निर्माण गर्ने भनेर भनिएको छ। तर हामीले पनि एक्ज्याक्ट इन्फर्मेसन पाएको छैनौं यही ठाउँमा इन्टरचेन्ज र टोल प्लाजा बनाउने हो र भन्ने कुरा रहेको छ। तर यहाँनिर चाहिँ मैले सुने अनुसार चाहिँ यहाँ इन्टरचेन्ज होइन, टोल प्लाजा पनि बन्दैन, इन्टरचेन्ज पनि बन्दैन भन्ने पनि सुन्नमा पाएको छु। अब त्यो के हो कसो हो त्यो भोलिका दिनहरू थाहा हुनेछ। अहिले हालको लागि चाहिँ हामीलाई एक्ज्याक्ट जानकारी नआएको कारणले गर्दा हामी एक्ज्याक्ट यहाँनिर बन्छ है भनेर चाहिँ हामी भन्न सक्दैनौं। किनभने अहिले हामी भन्यौं भोलि पर्सि फेरि त्यो त्यहाँनिर बनेन भने फेरि मजा आउँदैन, त्यही भएको कारणले गर्दा। अनि त्यसपछि जुन यो एरिया देखिराख्नु छ यो एरियामा चाहिँ 2 नम्बर पुल निर्माण हुँदैछ, जुन एकदम गहिरो खाल्डोमा तलबाट उठाउनु पर्ने हुन्छ भने अहिले हामी रानी सेरातिर प्रवेश गरिसकेका छौं। यो चाहिँ रानी सेरा एरिया रहेको छ भने प्याकेज नम्बर 6 को पहिलो नम्बर पुल चाहिँ यही नै रहेको छ यो चाहिँ। अनि त्यसपछि यो एरिया हेर्न सक्नुहुन्छ, माथि माथि डाँडाहरू काटेर यसरी स्टेबलाइजर वालहरू लाउने कामहरू चलिरहेका छन्। अनि धेरै समय अगाडि चाहिँ यहाँनिर केही न भने 8-9 वटा डोजरहरू मिलेर त्यहाँनिर चाहिँ पहाडहरू काट्ने काम भइरहेको थियो भने त्यो काटिसकेपछि त्यसपछि यहाँनिर चाहिँ पुरै सोइल नेलिङ गरेर त्यहाँनिर चाहिँ तार जालहरू लाएर ठुल्ठुला नट बोल्टहरू ठोकेर अहिले त्यहाँनिर चाहिँ स्टेबलाइजर वाल लाउने कामहरू चलिरहेका छन्। अनि सँगसँगै अब यहाँनिर चाहिँ रेन फरेस्ट वाल पनि आउँछ भन्ने कुरा पनि रहेको छ।
सायद आउन पनि सक्छ होला, किनभने जुन तरिकाले यहाँनिर कामहरू गरिएका छन् त्यो तरिकाले त्यहाँनिर रेन फरेस्ट वालहरू हालेर त्यहाँनिर चाहिँ यो जुन क्षेत्र रहेको छ पहिरो मुक्त क्षेत्र बनाइँदैछ भने यहाँनिर हेर्न सक्नुहुन्छ यहाँनिर चाहिँ एउटा पुल निर्माण भइरहेको छ। अनि यो जुन प्याकेज नम्बर 7 रहेको छ यो प्याकेज नम्बर 7 मा चाहिँ 10 वटा पुल निर्माण भइरहेका छन्। जुन 10 वटा पुल रहेका छन् त्यो 10 वटा पुल चाहिँ 6 ठाउँमा निर्माण भइरहेका छन्। यो तरिकाले बन्दैछन्। यहाँनिर हेर्न सक्नुहुन्छ यो चाहिँ पुरै रेन फरेस्ट वाल बनाउनको लागि त्यहाँनिर चाहिँ तयारी अवस्थामा राखिएको छ भने जुन अगाडि देखिराख्नु भएको छ त्यो अगाडि चाहिँ माथिबाट पहाडहरू काट्ने काम भइरहेको छ। डोजर देख्न सक्नुहुन्छ, त्यहाँनिर एक्सकभेटर देख्न सक्नुहुन्छ। माथि नै 2-3टा डोजर रहेका छन् अनि तलपट्टि एउटा डोजर छ अनि यहाँनिर चाहिँ कामहरू चलिरहेका छन्। तपाईहरु हेर्न सक्नुहुन्छ यो तरिकाले कामहरू भइरहेका छन्। जताततै कामहरू तीव्र गतिमा अगाडि बढेका छन्। 3टा मात्र हैन कि 1 2 3 4 5 5वटा डोजर त यहाँबाट देखिरहेका छन् भने माथि कतिवटा डोजर रहेका छन् होला भन्ने कुरा रहेको छ। माथिबाट हेर्न सक्नुहुन्छ यसरी माटो फाल्ने कामहरू भइरहेका छन् जुन त्यो चाहिँ माथिबाटै पहाडलाई छिछोल्दै तल ल्याउने काम भइरहेको छ। यहाँनिर हेर्न सक्नुहुन्छ तल 2टा डोजर दमादम त्यहाँको माटोहरू उठाउने ढुङ्गाहरू उठाउने काम गरिरहेको छ भने माथि 4-5 वटा भन्दा बेसी डोजरहरूले काम गरिरहेका छन्। अब यो डोजरलाई चाहिँ के भयो भन्नुहुन्छ भने त्यहाँनिर चाहिँ तलपट्टि जुन यताउति गर्ने ग्रिप हुन्छ त्यो ग्रिपहरू चेक गरिदैछ। कतिको सहज छ कतिको घुम्छ भनेर त्यहाँनिर चेक गरिदैछ भने बाँकी डोजरहरू चाहिँ माथिपट्टि 5-6 वटा भन्दा बेसी डोजरहरूले काम गरिरहेका छन्। भने अहिले हामी रानीसेरा क्षेत्रमा आइसकेका छौं जहाँनिर फास्ट ट्र्याकको रेस्ट पोइन्ट बन्ने भनेर भनिएको छ। हामी त्यो क्षेत्रमा आइसकेका छौं भने यो चाहिँ पुल रहेको छ। पुलमा चाहिँ यसरी फाउन्डेसन बनाउने कामहरू चलिरहेका छन्। अझै हामी अगाडिपट्टि जानुपर्ने छ। अगाडिपट्टिका दृश्यहरू पनि देखाउनेछौँ हामी के छ कस्तो छ त्यहाँका दृश्यहरू। जुन रानीसेरामा रेस्ट पोइन्ट बनाउने भनेर भनिएको छ त्यहाँनिर के बन्दैछ कसरी बन्दैछ हामी त्यसको पनि सम्पूर्ण जानकारीहरू लिनेछौँ। भिडियोले चाहिँ अन्तिम समय हेरेर साथ दिनु होला। अहिले हामी त्यतैपट्टि जाँदैछौँ। यो चाहिँ यसरी पुल निर्माण भइरहेको छ यो खाल्डोमा चाहिँ। जुन यो हेर्न सक्नुहुन्छ जुन यो एरिया देखिराख्नु छ यो एरियामा चाहिँ फास्ट ट्र्याकको रानीसेरामा रेस्ट पोइन्ट बन्ने भनेर भनिएको छ। यो क्षेत्र चाहिँ मकवानपुर गढी 1 रानीसेरा भन्ने क्षेत्र रहेको छ जहाँनिर 2टा रेस्ट पोइन्ट बन्ने छन्। त्यहाँबाट यसरी पुल आएर यसरी माथि जानेछ जुन वारी र पारी गर्न मिल्ने खालको बाटो यहाँनिर निर्माण गरिनेछ। अनि उतापट्टि चाहिँ एउटा रेस्ट पोइन्ट बन्नेछ। त्यहाँ रेस्ट पोइन्ट बन्नेछ भने यतापट्टि पनि एउटा रेस्ट पोइन्ट बन्नेछ। एउटा काठमाडौँबाट आउनको लागि एउटा रेस्ट पोइन्ट बनाइन्छ भने एउटा निजगढबाट आउनको लागि भनेर रेस्ट पोइन्ट त्यहाँनिर बनाइनेछ। त्यहाँनिर चाहिँ तपाईको पेट्रोल पम्पदेखि लिएर शौचालयदेखि लिएर जति पनि चाहिने त्यहाँनिर होटल मोटलदेखि लिएर सम्पूर्ण त्यहाँनिर चाहिँ बनाइनेछ। त्यसको लागि अहिले धमाधम यहाँनिर कामहरू भइरहेका छन्। यहाँनिर हेर्न सकिन्छ यति मोटा खालका पिलरहरू उठाइएका छन्। जुन यो अहिले पुल बनिरहेको छ यो चाहिँ एउटा फ्लाइओभर जस्तै गरेर यहाँनिर चाहिँ निर्माण गरिँदैछ। जुन इन्टरचेन्ज अनि त्यसपछि टोल प्लाजा भनिएको छ त्यो चाहिँ बुधनीतिर बन्ने भनेर भनिएको छ। तर यहाँनिर चाहिँ रेस्ट पोइन्ट बनिनेछ। जस्तै यहाँनिर देख्न सक्नुहुन्छ रेस्ट पोइन्ट भनेर त्यहाँनिर चाहिँ नाम लेखिएको छ। यो चाहिँ काठमाडौँबाट आउनलाई बनाइएको छ भने यहाँनिर सबै जति पनि चाहिन्छ सबै यहाँनिर के बन्दैछ यो प्याकेजमा कुन तरिकाले बन्दैछ कहाँ के बन्दैछ त्यो सम्पूर्ण जानकारी यहाँनिर दिएको छ। पज गरेर पनि तपाईहरु हेर्न सक्नुहुन्छ। अनि यतापट्टि चाहिँ निजगढबाट आउने निजगढ डाइरेक्सनमा यहाँनिर चाहिँ रेस्ट पोइन्ट यसरी बनाइनेछ। यो हेर्न सक्नुहुन्छ यो तरिकाले यसरी निर्माण गरिरहेछ। त्यसपछि यहाँनिर हेर्न सक्नुहुन्छ कन्ट्र्याक्ट नम्बर कन्ट्र्याक्टरको नाम छिङरुन आशिष टुण्डी जेबी अनि डेट
अनि कम्प्लिट गर्ने डेट अनि चेनेज के बन्दैछ त्यहाँनिर टोटल लेन्थ 5.5 किलोमिटर अनि ब्रिज कतिवटा बन्दैछ 6वटा लोकेसनमा 10वटा ब्रिज बन्दैछ तपाईहरु हेर्न सक्नुहुन्छ भेहिकल ओभरपास 2टा बन्दैछन् जुन माथिबाट हिँड्ने बाटो हुन्छ अनि मान्छे हिँड्ने माथि ओभरपास एउटा बन्नेछ रेस्ट पोइन्ट 2टा बन्नेछ यहाँनिर देख्न सकिन्छ अनि स्लोप प्रोटेक्सन अर्थात् जुन अघि मैले भने रेन फरेस्ट बन्नेछ त्यहाँ 20वटा निर्माण गर्नेछन् भने सर्भिस रोड 3वटा बन्नेछन् बक्स कल्भर्ट यसमा 14वटा निर्माण हुनेछन् भने रेन फरेस्ट अर्थक्वेक त्यहाँनिर चाहिँ त्यसरी निर्माण हुँदैछन् अनि यो क्षेत्रमा हेर्न सक्नुहुन्छ यो क्षेत्रमा चाहिँ बुलडोजरले पुरै त्यो त्यहाँनिर जति पनि खसेका ढुङ्गाहरू रहेका छन् माटोहरू रहेका छन् सबै त्यहाँनिर चाहिँ मिलाउने काम गरिरहेको छ एकतिर पन्छाउने काम गरिरहेको छ निकै नै ठुलो रहेको छ यो मेसिन पनि अब हामी बिस्तारै कर्मे डाँडातिर जानेछौँ कर्मे डाँडाको अवस्था पनि देखाउनेछौँ त्यहाँनिर के छ कस्तो छ कुन तरिकाले त्यहाँनिर चाहिँ सोइल नेलिङ गरिएको छ स्टेबलाइजर वालहरू लगाइदैछ जुन डाँडाहरू कटान गरिएको थियो माथिबाट स्लोप बनाइएको थियो त्यो क्षेत्रमा के कस्तो बनाइएको छ हामी त्यो क्षेत्रमा पनि देखाउनेछौँ यसलाई चाहिँ अन्तिम समय साथ दिनु होला त्यसपछि यता क्षेत्रमा के काम भइरहेको छ हामी जान्दैछौँ यहाँनिर चाहिँ अहिले गडर बनाउने कामहरू भइरहेका छन् जुन देख्न सक्नुहुन्छ एउटा क्रेन राखिएको छ अनि गडरहरू 2-3टा बनाइदैछ अनि यतापट्टि धुलोहरू उडिरहेको छ यहाँनिर चाहिँ सोइल नेलिङको कामहरू गरिँदैछ तपाईँहरू हेर्न सक्नुहुन्छ यो चाहिँ पुरै छेर्ने कामहरू गरिरहेको छ त्यहाँनिर चाहिँ मोटा मोटा खालका रडहरू हाल्ने कामहरू भइरहेका छन् भने माथिबाट डाँडा काटेर यस्तो स्लोप बनाएर त्यहाँनिर चाहिँ सोइल नेलिङको कामहरू अगाडि बढाइएका छन् अनि यो एरियामा चाहिँ जताततै कामहरू चलिरहेको अवस्था तपाईँहरू देख्न सक्नुहुन्छ हामी अहिले कर्मे डाँडातिर आइपुगिसकेका छौँ कर्मे डाँडाको क्षेत्रमा चाहिँ यो तरिकाले कामहरू अगाडि बढाइएको छ तपाईँहरूलाई हामी देखाइरहेको छौँ यहाँनिर देख्न सक्नुहुन्छ यो तरिकाले कामहरू अगाडि बढाइएको छ यो चाहिँ सोइल नेलिङ गरिएको हो त्यसपछि यतापट्टिको एरियामा पनि हेर्न सक्नुहुन्छ पुरै माथिबाटै त्यहाँनिर चाहिँ यो स्टेबलाइजर वालहरू लाउने कामहरू भइरहेका छन् तलपट्टि चाहिँ गाडा लाउने कामहरू भइरहेका छन् अनि जुन छेउछेउमा हुन्छ त्यो छेउछेउमा चाहिँ जुन ड्रेनेज हुन्छ त्यो ड्रेनेज बनाउने कामहरू पनि चलिरहेका छन् यो एरियामा चाहिँ यो तरिकाले कामहरू अगाडि बढाइदैछ तपाईँहरू हेर्न सक्नुहुन्छ यो क्षेत्र चाहिँ कर्मे डाँडा क्षेत्र रहेको छ है कर्मे डाँडामा चाहिँ यसरी कामहरू गरिँदैछ जुन माथिबाट छिछोलेर त्यहाँनिर स्लोपहरू बनाएर यो तरिकाले कपडाहरू हालेर त्यहाँनिर चाहिँ सबै तार जाली लगायत हालेर यो माथिबाट पहिरो खस्नबाट रोकिएको हो यो क्षेत्रमा हेर्न सक्नुहुन्छ यही तरिकाले अझै उता माथि पनि कामहरू गरिँदैछ अगाडिपट्टिका दृश्यहरू हेर्न सक्नुहुन्छ निकै नै माथिबाट यो पहाडहरू काट्ने कामहरू चलिरहेका छन् अहिले हामी फास्ट ट्र्याकको प्याकेज नम्बर 7 म तपाईहरुलाई देखाइरहेको छौं यहाँनिर के कस्ता कामहरू भइरहेका छन् जुन क्षेत्रमा 3वटा ठेकेदार कम्पनीले काम गरिराख्नु भएको छ जहाँनिर आशिष छिङरुन टुण्डी जेबीले मिलेर काम गरिराख्नु भएको छ यो क्षेत्रमा चाहिँ अनि माथि हेर्न सक्नुहुन्छ यहाँ माथि चाहिँ माथि डोजरले एक्सकाभेटरले दुईटा रहेछ एक्सकाभेटर त्यहाँ दुईटा एक्सकाभेटरले चाहिँ माथिबाट डाँडा छिछोल्ने काम गरिरहेको छ डाँडा काट्ने काम गरिरहेको छ अनि अलिकता अगाडि आइसकेपछि चाहिँ यहाँनिर हेर्न सक्नुहुन्छ यहाँनिर चाहिँ बक्स कल्भर्टमा ढलान हुँदैछ यहाँनिर चाहिँ बक्स कल्भर्ट निर्माण गरिँदैछ तपाईहरु हेर्न सक्नुहुन्छ यो क्षेत्रमा अब बिस्तारै बिस्तारै हामी बाँदर खोलातिर जाँदैछौँ बाँदर खोलाका दृश्य पनि देखाउनेछौँ जहाँनिर प्याकेज नम्बर 2 रहेको छ जहाँनिर पोली च्याङ्दाले काम गरिरहेको छ हामी त्यो क्षेत्रमा लाँदैछौँ तपाईहरुलाई भेटलाई चाहिँ अन्तिम समय हेरेर साथ दिनु होला अहिले हालको लागि चाहिँ यो प्याकेज नम्बर 7 रहेको छ भने यो हेर्न सक्नुहुन्छ यो चाहिँ बाँदर खोला एरिया रहेको छ जहाँनिर पोली च्याङ्दाले लेन डाँडा सुरुङ मार्ग ब्रेक थ्रु गरेर पनि त्यहाँ भित्र लाइनिङका कामहरू सम्पन्न लगभग सम्पन्न गरिसकेको अवस्था रहेको छ यो क्षेत्र चाहिँ प्याकेज नम्बर 2 रहेको छ अब अगाडिपट्टि जानेछौँ हामी अनि यो हेर्न सक्नुहुन्छ यो चाहिँ फास्ट ट्र्याकको सबैभन्दा अग्लो धरारा भन्दा पनि अग्लो पिलरमाथि पुल निर्माण गरिएको छ
जुन 82 मिटर अग्लो पुल रहेको छ भने त्यसको अगाडि दायाँ र बायाँपट्टिमा चाहिँ जुम्ल्याहा सुरुङ निर्माण गरिएका छन्। यो एरिया चाहिँ घट्टेपाखा एरिया रहेको छ जहाँनिर लेनडाँडा सुरुङ अनि धेद्रे सुरुङ बनाइएका छन्, निर्माण गरिएका छन्। ब्रेक थ्रो पनि अलरेडी भइसकेका छन्। यहाँनिर देख्न सकिन्छ कुनै समय अगाडि चाहिँ यो पुल जोइन हुनको लागि एकदम नजिक थियो भने आज जोइन भएर पनि त्यहाँ माथि गाडीहरू हिँड्न सुरु भइसकेका छन्। अर्थात् जुन यतापट्टिको पुल रहेको छ यतापट्टिको पुलमा चाहिँ क्रेनहरू पनि निकालेर दुईटा मात्रै क्रेन बाँकी राखिएका छन् भने यो देखिराख्नु भएको छ यो चाहिँ धेद्रे सुरुङ रहेको छ जसको लम्बाइ 1635 मिटर रहेको छ भने यतापट्टि लेनडाँडा सुरुङ रहेको छ। लेनडाँडा सुरुङ चाहिँ 1435 मिटर भन्न त भनिन्छ तर त्योभन्दा अलिकता बढी नै रहेको छ, लगभग 1600 मिटर हुन आउँछ। तपाईहरुले गुगलमा सर्च गर्नुभयो भने त्यहाँनिर चाहिँ 1635 मिटर समथिङ देखाउँछ होला। यो तरिकाले बनिरहेको छ, तपाईहरु हेर्न सक्नुहुन्छ। हामी अझै भित्रपट्टि गएर पनि देखाउनेछौं तपाईहरुलाई त्यहाँका दृश्यहरू के छ, कस्तो छ, कुन तरिकाले बन्दैछ, हामी त्यसको सम्पूर्ण जानकारी दिनेछौं। अहिले हालको लागि चाहिँ हामी माथि डाँडाबाट तपाईहरुलाई देखाइरहेको छौं कस्तो देख्दो रहेछ, कस्तो हामीले भोलिको दिनमा यो बन्दैछ भनेर हामी माथिबाट हेर्दैछौं। माथिबाट यस्तो किसिमको देखिन्छ। अझै हामी ठ्याक्कै अगाडिपट्टिबाट देखाउन कस्तो देखिन्छ भनेर हामी अझै अगाडिपट्टि जानेछौं। त्यसपछि यहाँनिर हेर्न सक्नुहुन्छ ठ्याक्कै हामी लेनडाँडा सुरुङको माथिबाट उभिएर देखाउँदाखेरि चाहिँ यस्तो किसिमको देखिन्छ यो 82 मिटर अग्लो पुल। यो पुल चाहिँ घट्टेपाखामा बनेको छ भने यो पुल ठडाइएको क्षेत्र भनेको जितपुर खोला माथि ठडाइएको छ। तलपट्टि चाहिँ जितपुर खोला रहेको छ। तपाईहरु हेर्न सक्नुहुन्छ निकै नै सुन्दर र निकै नै राम्रो बनाइएको छ यो। अब हामी भित्रपट्टि जाँदैछौँ, भित्रपट्टिका दृश्यहरू पनि देखाउनेछौँ के छ कस्तो छ। जुन 82 मिटर अग्लो पुल रहेको छ त्यसको माथि हेर्दाखेरि कस्तो हुँदो रहेछ अनि त्यहाँ वरपरका दृश्यहरू कस्तो छ भनेर हामी तपाईहरुलाई देखाउनेछौँ। यो चाहिँ लेनडाँडा सुरुङ रहेको छ अनि अझै हामी अगाडिपट्टि जानेछौँ। यहाँनिर हेर्न सक्नुहुन्छ। अब हामी यहाँभित्र प्रवेश गरिसकेका छौँ। तपाईहरु हेर्न सक्नुहुन्छ दुईटा यहाँनिर क्रेनहरू पाइएका छन् भने बाँकी दुईटा क्रेन चाहिँ निकालिसकेको अवस्था रहेको छ किनभने कामहरू यो पुलमा सिद्धिसकेको रहेको छ। अब गाडा मात्रै लाउनको लागि राखिरहेको छ अनि यहाँनिर हेर्न सक्नुहुन्छ सबै गाडा लाउने कामहरू चलिरहेको छ। यसको दायाँ यहाँनिर हेर्न सक्नुहुन्छ यो तरिकाले बनाइदिएछ। जुन यतापट्टि देखाएको छ यतापट्टि हाइड्रोलिक मेसिन, यो हाइड्रोलिक मेसिन चाहिँ गडर लन्चिङको लागि भनेर राखिएको छ अनि तलपट्टि चाहिँ गडरहरू बनाएर रेडी अवस्थामा राखिएको छ। यहाँनिर हेर्न सक्नुहुन्छ माथिबाट स्टेबलाइजर वालहरू लाएर यसरी कामहरू गरिएको छ। यो सम्पूर्ण दृश्यहरू हेर्न सक्नुहुन्छ। अहिले हामी तपाईहरुलाई मकवानपुर जिल्लाको पकैया गाउँपालिकाको 12 नम्बर वडामा देखाइरहेको छ। यो चाहिँ 12 नम्बर वडा रहेको छ भने अघि हामी देखाइरहेको क्षेत्रमा चाहिँ 11 नम्बर वडा थियो भने जितपुर खोला क्रस गर्ने बित्तिकै 12 नम्बर वडा रहेको छ। माथि हेर्न सक्नुहुन्छ यस्तो रहेको छ। माथिबाट यसरी स्टेबलाइजर वाल लाउने कामहरू चलिरहेका छन् अनि यहाँनिर चाहिँ पुरै गडरहरू राखिएका छन् अनि गडर लन्चिङ मसिनहरू पनि राखिएका छन्। हामी अगाडिपट्टि गएनौँ, अगाडिपट्टि चाहिँ अलिकति कामहरू चलिरहेका छन् त्यही भएको कारणले गर्दा हामी यतैबाट फर्क्यौँ। अगाडिपट्टि चाहिँ लेनडाँडा सुरुङ रहेको छ। यहाँनिर हेर्न सक्नुहुन्छ गडर लन्चिङ मेसिनहरू रहेका छन्, गडर बनाइएका छन् त्यहाँनिर अनि अगाडिपट्टि चाहिँ लेनडाँडा सुरुङ रहेको छ। तपाईहरु हेर्न सक्नुहुन्छ दुईटा नाकको पाल जस्तै गरेर देख्न सक्नुहुन्छ। यो चाहिँ लेनडाँडा सुरुङ रहेको छ, यसरी बनाइएको छ। अझै हामी तपाईहरुलाई उता
महादेव तार सुरुङ मार्ग चाहिँ देखाउन नसके पनि हामी पक्कै पनि त्यो एरियातिर लिएर जानेछौँ। अनि सँगसँगै त्यहाँनिर चन्द्रम सुरुङ निर्माण भइरहेको छ, चन्द्रम सुरुङ पनि देखाउनेछौँ। चन्द्रम सुरुङ हुँदै इप्पा बेसीको एरिया प्याकेज नम्बर 9A 9B त्यहाँनिर चाहिँ हामी देखाउँदैनौँ, किनभने हामी त्यो क्षेत्रमा जाँदैनौँ। त्यो क्षेत्रमा जानको लागि तलपट्टि जुन बागमती नदी रहेको छ, त्यो बागमती नदी चाहिँ सानो हुनुपर्छ, होइन भने क्रस गर्न सकिँदैन आजको दिनमा चाहिँ, किनभने बेलुका बेलुका हुन लागिसकेको छ। हामी जाँदैछौँ, अझै उतातिर पुग्नुपर्ने हुन्छ। यो चाहिँ सुरुङ देख्न सक्नुहुन्छ, यो चाहिँ लेन्डाडा सुरुङ रहेको छ। निकै नै राम्रो र निकै नै सुन्दर बनाइएको छ। यहाँनिर चाहिँ लाइनिङका कामहरू तीव्र गतिमा अगाडि बढाइएको छ भने लगभग सिद्धिसकेको अवस्था पनि रहेको छ। यहाँनिर हेर्न सक्नुहुन्छ, यो चाहिँ चन्द्रम सुरुङ मार्ग रहेको छ। यसरी कामहरू अगाडि बढाइएको छ। हामी तपाईहरुलाई अहिले लत्रम्बेश्वर जाने बाटोबाट तपाईहरुलाई यो सुरुङ मार्गको दृश्यहरू देखाइरहेको छौं, जुन माथि हाइटबाट हामी देखाइरहेको छौं। तलपट्टि चाहिँ यसरी कामहरू चलिरहेका छन्, तपाईहरु हेर्न सक्नुहुन्छ। कामहरू चाहिँ एकदम तीव्र गतिमा अगाडि बढाइएको छ। अनि यहाँनिर हेर्न सक्नुहुन्छ, अहिले यहाँनिर चाहिँ यसरी कामहरू गरिँदैछ। त्यहाँनिर चाहिँ केही समय अगाडि आउँदाखेरि चाहिँ त्यहाँनिर सबै यो फर्महरू ठोक्ने कामहरू चलिरहेका थिए भने आज आइपुग्दाखेरि चाहिँ यस्तो किसिमको देखिएको छ। अनि यहाँनिर हेर्न सक्नुहुन्छ, यस्तो रहेको छ। त्यसपछि हामी महादेव तारबाट हुँदै हुँदै इप्पा बेसी हुँदै अहिले हामी सिसौ तार क्षेत्रमा आइसकेका छौँ। सिसौ टारमा चाहिँ यहाँनिर सबैभन्दा छोटो सुरुङ मार्ग निर्माण भइरहेको छ। अनि सँगसँगै यहाँनिर पुलहरू पनि निर्माण भइरहेका छन्, तपाईहरु हेर्न सक्नुहुन्छ। यहाँनिर चाहिँ ठेकेदार कम्पनी मोटी दानाले काम गरिरहेको छ, जुन प्याकेज नम्बर 8B रहेको छ। यहाँनिर देख्न सकिन्छ यो तरिकाले कामहरू अगाडि बढाइएका छन्। हामी अझै अगाडिपट्टि जानुपर्ने हुन्छ, अगाडिपट्टिका दृश्यहरू पनि देखाउनेछौँ, के छ कस्तो छ त्यो सम्पूर्ण जानकारी दिनेछौँ। भिडियोलाई चाहिँ अन्तिम समय हेरेर साथ दिनु होला। त्यसपछि यहाँनिर हेर्न सक्नुहुन्छ, यहाँनिर चाहिँ डेबी चौर सुरुङ मार्ग निर्माण भइरहेको छ भने तलपट्टिको जुन एरिया देखिराख्नु भएको छ यो एरिया चाहिँ मोटी दाना ठेकेदार कम्पनीको क्याम्प रहेको छ वर्करहरू राख्नको लागि। अनि यो देख्न सक्नुहुन्छ, यो चाहिँ सुरुङ मार्ग निर्माण भइरहेको छ अहिले। त्यहाँनिर चाहिँ माथिबाट पुरै पहाड काटेर तलसम्म स्टेपलाइजर वाल लाएर एउटामा चाहिँ खन्नलाई सुरु भइसकेको छ भने अर्को चाहिँ अझै माथिबाट स्टेपलाइजर वाल लाउनको लागि बाँकी रहेको छ भने यो क्षेत्र हेर्न सक्नुहुन्छ। यो क्षेत्र चाहिँ देवी डाँडा भन्ने क्षेत्र रहेको छ। माथिपट्टि चाहिँ देवी डाँडा क्षेत्र रहेको छ भने अलिकति तलपट्टि जानुभयो भने बबिया गाउँ भन्ने आउँछ। त्यसपछि अझै तल जानुभयो भने त्यहाँनिर चाहिँ महावीर भन्ने क्षेत्र आउँछ। हामी त्यो क्षेत्रबाट देखाउँदैछौँ भने अब बिस्तारै हामी तलपट्टि जानेछौँ। तलपट्टि गएर तपाईलाई यहाँका दृश्यहरू देखाउनेछौँ। यो दृश्यहरू हेर्न सक्नुहुन्छ, यसरी कामहरू भइरहेका छन्। यो चाहिँ दक्षिण काली खोलामा रहेको छ। दक्षिण काली खोलामा चाहिँ यसरी अहिले पाइलिङहरू हाल्ने कामहरू भइरहेका छन् भने पाइलिङ हालिसकेको ठाउँमा चाहिँ अहिले पाइलिङहरू निकाल्ने कामहरू भइरहेका छन्। अनि यहाँ हेर्न सक्नुहुन्छ, यहाँ तलपट्टि चाहिँ कटवाल दह रहेको छ अनि पारिपट्टि चाहिँ ललितपुर जिल्ला गोदावरी नगरपालिका रहेको छ। अनि बिचमा बागमती नदी बगिरहेको छ। सम्पूर्ण दृश्यहरू हेर्न सक्नुहुन्छ। यो तरिकाले कामहरू अगाडि बढाइएको छ। अनि यहाँनिर हेर्न सक्नुहुन्छ, यो सबै क्रेन रहेको छ भने त्यहाँनिर चाहिँ ड्रिल मेसिन पनि खडा गरिएको छ। अब हामी अगाडि बढ्दैछौँ। यो खरे खोलामा चाहिँ एउटा बक्स कल्भर्ट निर्माण हुनेछ। त्यसको लागि अलरेडी यहाँनिर चिन्ह लगाइसकेको अवस्था रहेको छ। बक्स कल्भर्ट नम्बर 3 रहेको छ यहाँनिर चाहिँ। अनि यो दृश्यहरू हेर्न सक्नुहुन्छ, यसरी फास्ट ट्र्याकमा कामहरू गरिएका छन्। यो पुरै सम्पूर्ण दृश्यहरू हेर्न सक्नुहुन्छ। यो तरिकाले कामहरू अगाडि बढाइएका छन्। यहाँनिर तलपट्टि चाहिँ पुरै ढलान भइरहेको छ। यहाँ हेर्न सक्नुहुन्छ।
अनि यहाँ पनि एउटा बक्स कल्भर्ट निर्माण भइरहेको छ यो एरियामा पनि। यहाँनिर चाहिँ यसरी कामहरू भइरहेका छन् भने त्यहाँनिर हेर्न सक्नुहुन्छ डोजरद्वारा जुन यो एरिया रहेको छ यो एरिया चाहिँ यहाँबाट बाटो जाने भएको कारणले गर्दा अहिले यो जुन बागमती नदी रहेको छ अलिकता उतापट्टि फराकिलो गरिँदैछ। अनि यो देख्न सक्नुहुन्छ यो चाहिँ बक्स कल्भर्ट रहेको छ। बक्स कल्भर्ट अलरेडी ढलान भइसकेको अवस्था रहेको छ हामी तपाईहरुलाई देखाउन सक्छौं। अनि यो हेर्न सक्नुहुन्छ यसरी कामहरू अगाडि बढाइएका छन्, यहाँ वर्करहरू खटाइएका छन्। अनि यतापट्टि अलि बेसी वर्करहरू खटाइएका छन्, यतापट्टिको एरियामा चाहिँ अलि बेसी कामहरू भइरहेका छन्। यो सबै आरसीसी वालहरू उड्दैछ यहाँदेखि लिएर त्यहाँ तलैसम्म यो वालहरू उठाउने काम भइरहेको छ। वर्करहरू देख्न सक्नुहुन्छ जताततै वर्करहरू छरेर काम गरिराख्नु भएको छ। कोही खाना खाएर आइराख्नु भएको छ भने कोही त्यहाँनिर काममा खटिराख्नु भएको छ। यो तरिकाले फास्ट ट्र्याकमा कामहरू भइरहेका छन् प्याकेज नम्बर 8A मा। अनि यता तलपट्टिको एरियामा चाहिँ यो एरिया भनेको वर्कर बस्नको लागि क्याम्पहरू राखिएका छन् जुन झुपडी जस्तो पनि देखिन्छ। अनि यो भने अलिकति तलपट्टि चाहिँ यो फास्ट ट्र्याकको 8A प्याकेजको अफिस रहेको छ तलपट्टि चाहिँ। अनि सँगसँगै यहाँ तलपट्टि चाहिँ आर्मी क्याम्प पनि रहेको छ जुन आर्मीद्वारा त्यहाँनिर चाहिँ फास्ट ट्र्याकको रेखदेख गर्नुहुन्छ। त्यहाँनिर के कस्ता कामहरू चलिरहेका छन्, के कतिका मात्रा कामहरू भइरहेका छन् भनेर हेर्नको लागि त्यहाँनिर लगभग 10 किलोमिटर क्षेत्र उहाँहरूले हेर्नुहुन्छ। अनि यो गाडी हेर्न सक्नुहुन्छ यो चाहिँ टिएम मेसिन रहेको छ। यो गाडीले चाहिँ कङ्क्रिटहरू बोकेर उता लिएर गइरहेको छ जहाँनिर ढलानको कार्य भइरहेको छ। निकै नै ठुलो उडाइरहेको छ, केही छैन। अलिकता टाढै बसेर जाऊँ। अनि जुन यो एरिया देखिरहेकोमा छ यो एरिया चाहिँ भर्खर मात्रै सम्म आएको एरिया रहेछ। यो एरियामा चाहिँ यहाँ तलपट्टिबाट पुरै आरसीसी वालहरू उठाएर यहाँनिर बाटोहरू बन्नेछन्। यो दृश्यहरू हेर्न सक्नुहुन्छ यस्तो किसिमको रहेको छ। यो एरियामा चाहिँ काम चाहिँ बढेकै छन्, काम भइरहेका छन्। केही समय अगाडि भन्दा पनि लगभग 2-3 महिना अगाडिदेखि चाहिँ यहाँनिर कामहरू एकदम तीव्र गतिमा बढाइएको छ। अनि यहाँनिर हेर्न सक्नुहुन्छ यसरी वालहरू उठाइएका छन्। तलपट्टि चाहिँ बक्स कल्भर्ट निर्माण भइरहेको छ, त्यहाँनिर ढलानको कार्यहरू चलिरहेका छन्। त्यसको लागि भनेर कङ्क्रिट बोकेर गइरहेको छन् यहाँनिरबाट। अर्को पनि आइसकेको छ, यो पानीको ट्याङ्कर रहेछ, धुलो धेरै उड्यो भनेर यसरी पानी हालिँदैछ यहाँनिर हेर्न सक्नुहुन्छ। अनि यतापट्टिको एरिया हेर्न सक्नुहुन्छ यस्तो किसिमको रहेको छ है। अझै हामी तलपट्टि जाँदैछौँ, तलपट्टिका दृश्यहरू पनि देखाउनेछौँ। अहिले हालको लागि चाहिँ हामी यता बैरी फाँटबाटै देखाइरहेको छौँ। यहाँ तलपट्टि यो जुन देखिराख्नुमा छ यो एरिया चाहिँ खोला एरिया रहेको छ। यो खोलामा चाहिँ एउटा पुल निर्माण हुँदैछ जुन 4 लेनको पुल रहनेछ। अलिकति धुलो बेसी उड्छ यो एरियामा किनभने कामहरू चलिरहेका छन्, गाडीहरू ओहोरदोहोर गरेछ, त्यही कारणले गर्दा अलिकति बेसी नै धुलो उड्ने गर्दछ। भने यो क्षेत्रमा हेर्न सक्नुहुन्छ यो क्षेत्रमा चाहिँ यसरी आरसीसी वालहरू उठाइएका छन्। दुईतिर भागको एरियामा यसरी वालहरू उठाइएका छन् भने माथि डाँडामा एउटा एक्सकभेटर गएर बसिरहेको छ। त्यतापट्टिको एरियामा पनि अहिले खनजोतको कार्यहरू चलिरहेका छन्। अनि यतापट्टिको एरियामा चाहिँ यसरी कामहरू गरिएको छ। हुन त यहाँ तल पनि एउटा खरे खोला छ, तर त्यो खरे खोलामा चाहिँ बक्स कल्भर्ट निर्माण गरिनेछ। सम्पूर्ण दृश्यहरू हेर्न सक्नुहुन्छ। हामी अहिले काठमाडौँ क्षेत्रमा घुरिरहेका छौँ जुन प्याकेज नम्बर 8A रहेको छ।
यो सम्पूर्ण दृश्यहरू हेर्न सक्नुहुन्छ। सबै यो ढलान भएर सुकिसकेको छ। सुकिसकेको ठाउँमा चाहिँ पुरै फर्माहरू निकालिएको छ। यो दृश्यहरू हेर्न सक्नुहुन्छ, यस्तो किसिमको रहेको छ। अब हामी अगाडिपट्टि बढ्दैछौँ। अहिले हामी बैरीफाँटबाट देखाइरहेका छौँ। यो बैरीफाँटमा चाहिँ यो तरिकाले कामहरू गरिएका छन्। यो पुरै ठुल्ठुला खालका रिटेनिङ वालहरू हेर्न सक्नुहुन्छ। अनि हामी तलपट्टि जाँदैछौँ। तलपट्टि चाहिँ एउटा खोला रहेको छ। त्यो खोलामा पनि ब्रिज बन्दैछ। हामी त्यो एरिया पनि देखाउनेछौँ। मापा होला अलिकता हावा बढी लागिरहेको छ। हावाको कारणले गर्दा साउन्ड स्याहारा सो पनि आउन सक्छ होला। यहाँ सम्पूर्ण दृश्यहरू हेर्न सक्नुहुन्छ। तलपट्टि त झन् पुरै वालै वाल उठाइएका छन्। हामी यहाँबाट तलपट्टि हेर्नेछौँ के छ कस्तो छ। यहाँ स्कुटी रोकेर यो एरिया हेर्न सक्नुहुन्छ। यहाँनिर पनि यसरी कामहरू गरिएको छ। हामी अझै भित्रपट्टि गएर देखाउनेछौँ तपाईँहरूलाई। यहाँनिर चाहिँ एउटा पुल निर्माण हुँदैछ। यहाँ तल खोला रहेको छ। अनि यो भित्ताहरू हेर्न सक्नुहुन्छ, यसरी काटिएको छ। उतापट्टि पनि त्यही तरिकाले भित्ता काटिँदैछ। त्यतापट्टिको एरियामा पनि माथिबाट भित्ता छिल्ने कामहरू भइरहेका छन्। हामी अहिले प्याकेज नम्बर 8A मा तपाईहरुलाई देखाइरहेको छौं। अनि यहाँनिर हेर्न सक्नुहुन्छ, यहाँनिर चाहिँ एउटा पुल निर्माण हुँदैछ। 24 वटा पाइलिङ हालिएको छ। यसरी यो खोलामाथि चाहिँ पुल निर्माण हुनेछ भने यहाँबाट स्वाट्टा कटेर उता पारिपट्टि जानेछ। यहाँनिर हेर्न सक्नुहुन्छ, यहाँनिर चाहिँ बक्स कल्भर्ट ढलान भइरहेको छ। अनि सँगसँगै यहाँनिर धमाधम कामहरू भइरहेका छन्। अहिले हामी काठमाडौँ जिल्लाको दक्षिणकाली नगरपालिका वडा नम्बर 7 पाखा चोक भन्ने स्थानतिर आएर हामी देखाइरहेका छौं। यहाँनिर हेर्न सक्नुहुन्छ, सबै यसरी कामहरू भइरहेका छन्। यहाँ मात्र हैन कि अझै उतापट्टिको एरियाहरुमा पनि यही तरिकाले कामहरू अगाडि बढाइएको छ। यहाँनिर चाहिँ तीव्र गतिमा कामहरू अगाडि बढाइएको छ। यहाँनिर एउटा रहेको छ भने यतापट्टि अगाडिपट्टि एउटा बक्स कल्भर्ट निर्माण भइरहेको छ। यो चाहिँ खोला रहेको छ। जुन यो खोला छ, यो खोला चाहिँ यो दक्षिणकाली वडा रहेको छ। 7 र 2 वडालाई छुट्याउने क्षेत्र रहेको छ यो खोला चाहिँ। सबै हेर्न सक्नुहुन्छ, यहाँनिर यसरी कामहरू अगाडि बढाइएको छ। एकदम तीव्र गतिमा कामहरू यहाँ यो क्षेत्रमा चाहिँ अगाडि बढिरहेका छन्। त्यहाँनिर बुमरद्वारा यसरी यो ढलान गरिँदैछ। त्यसपछि यो क्षेत्र हेर्न सक्नुहुन्छ। अहिले हामी दक्षिणकाली नगरपालिका वडा नम्बर 2 पाखा चोक भन्ने स्थानमा आइसकेका छौं। यो चाहिँ काठमाडौँ क्षेत्र रहेको छ भने काठमाडौँ क्षेत्रमा चाहिँ यो तरिकाले कामहरू अगाडि बढाइएको छ। जुन प्याकेज नम्बर 8A रहेको छ, प्याकेज नम्बर 8A को स्टार्टिङ बिन्दु भनेको यही नै रहेको छ। तपाईहरु हेर्न सक्नुहुन्छ। त्यसपछि उता 6.5 किलोमिटर पर गइसकेपछि ललितपुरमा खोकना जुन क्षेत्र रहेको छ, त्यो खोकनामा फास्ट ट्र्याकको स्टार्टिङ बिन्दु बनाउने भनेर भनिएको थियो, तर त्यहाँनिर चाहिँ बनाउन नसकिने भयो। त्यसपछि त्यसलाई सारेर अहिले फर्सीडोलमा ल्याइदैछ। अब फर्सीडोलमा बढ्ने भएको छ भन्दै आजको लागि चाहिँ यति नै। आगामी दिनमा फेरि पनि हामी नयाँ भिडियोको साथमा, नयाँ अपडेटको साथमा तपाईहरुको माझमा उपस्थिति जनाउने छौं। त्यतिन्जेलको लागि चाहिँ बिदा दिनुहोला। सबैको दिन शुभ रहोस् भन्दै आजको लागि चाहिँ यति नै। फेरि पनि हामी नयाँ अपडेटको साथमा, नयाँ भिडियोको साथमा आउने छौं।